राइट गाइज यतिन्जेलसम्म हेरेर बस्दिनु भयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अझ तपाईँहरूलाई स्वागत छ हाम्रो नेक्स्ट यो सेकेन्ड एपिसोडमा। आज चाहिँ हामीसँग पोखराको एकदम चल्दो पल्दो हाम्रो पोलिटक्स भाइ हुनुहुन्छ हामीसँग कुराकानीको लागि होइन। कस्तो चलिरहेछ? एकदम ठिक चलिरहेको दाजु। अहिले अब कामहरू भइरहेको होइन। हजुर हजुर त्यही हो, अब त्यही दाइ काम मात्र गर्नु मन लाग्छ, अब गीत बनाउने बस्ने त्यही हो दाइ अहिले। ल ठिक छ। खाना खायो कि खाएनौ अहिले? खाएन, पोक पाक्दै हो अब खाने दाइ। ल ठिक छ ल। आज चाहिँ अब रमाइलो गफ गर्ने भनेर हाम्रो भोटे भाइलाई चाहिँ मैले मेरो राजसको पडकास्टमा चाहिँ बोलाइरहेको छु होइन। ठिक छ। अनि बाबु के छ अरू सुनौ? सब ठिक छ दाइ। अब त्यही हो, एल्बम अन द वे होइन, मिक्सटेपहरू आउँदैछ, सिङ्गलहरू पनि ड्रप हुन्छ, भिडियोहरू आउँदैछ। त्यही हो, अब सबलाई स्टे ट्युन भन्छु। अरू के भन्दा अब काम गरिरहेको पोलिटक्सले। सही हो। ल साउट आउट टु हाम्रो भोटे भाइलाई है। एप्रिसिएट गर्छु म, तिमी आइदियो होइन, इन्भाइट गरेको थिएँ। जस दाइलाई दाइ बोलाउनु भएकोमा जस दाइको एउटा बोलीलाई राखिदियो, त्यसको लागि धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु हाम्रो भोटे भाइलाई। अनि तिम्रो एल्बम अब रिलिज भइसकेको छ नि त पहिल्यै होइन? अब नयाँ एल्बम गर्दै हो? होइन दाइ, त्यसको ट्र्याकहरू कम्प्लिट ट्र्याकहरू रिलिज गरेँ होइन कि मैले। त्यो 8-9वटा जस्तो रिलिज भयो। ओके, 17वटा जति हो कि दाइ ट्र्याक चाहिँ। हजुर हजुर। अब त्यो 17वटै अब म बिस्तारै गर्छु दाइ रिलिज। जस भिडियोसँग आउँछ, ट्र्याकहरू नि आउँछ, अनि जस गरिरहेको दाइ। अनि अब त्योभन्दा अगाडि मिक्सटेपहरू नि आउँछ होला दाइ। मिक्सटेपहरू सिङ्गलहरू छ, सिङ्गलहरू नि निकाल्छ दाइ। एल्बम बिस्तारै। तिम्रो त लट अफ सङ्ग्सहरू तिमीले रिलिज गरिसकेको छ नि त। अब कतिको भिडियोहरू रिलिज भइसकेको छ, कतिको अब आउन बाँकी होला तिम्रो होइन। अनि हाम्रो इमर्स प्रोडक्सनबाटै तिमीले रिलिज गरेर आछौ होइन। अब तिमी पनि मेम्बर, अब इमर्स प्रोडक्सनको मेम्बरै हो नि त तिमी। जस गरेर आएको छ इमर्स प्रोडक्सनले चाहिँ। अब मेरो गीत नि एउटा दुइटा चाहिँ इमर्स प्रोडक्सनबाट रिलिज गरेको थिएँ मैले पनि होइन त्यो बेलामा। जस केटाहरूले गरेछ, खुसी लाग्छ हो यस्तो कुराहरू देख्दाखेरि सुन्दाखेरि। अब तिमीहरूको अब हुन्छ नि त, अब प्रोग्रेसहरू देख्दाखेरि चाहिँ मलाई चाहिँ एकदम खुसी लागेर आउँछ। जस गरिरहेछ केटाहरूले, हसल गरिरहेछ। अब त्यो स्टेजमा त पुगिन्छ अभियसली, गरिरहेछ। अब छोड्नु हुँदैन होइन, गर्नुपर्छ। छोड्ने होइन नि दाइ। के भन्न चाहन्छौ त अब बिचमा छोड्नेहरूलाई? म जस्तोलाई होइन नि दाइ, हजुरले कन्टिन्यू गरिराख्नु भयो नि। हजुरले केही न केही कन्टिन्यू त गरिराख्नु भयो नि त दाइ। अहिले पोडकास्ट गर्नुभयो, बिचमा म्युजिक बनाउनु भएको थियो, त्यो गिटार हजुरले एन टाइम बजाइराख्नुहुन्छ। म्युजिक त त्यो निस्किन्न क्या दाइ, हजुरले छोड्यो नि, म्युजिकले हजुरलाई छोड्दैन नि त दाइ। त्यो त हो, सही हो। त्यस्तो हुन्छ कि दाइ। अब कतिजनाले हाम्रो पडकास्टलाई हेरिराख्नु भएको छ होइन, चाहिँ हामीलाई चाहिँ यसो कमेन्टहरू गरिदिनु। भोटे टक्सको फ्यानहरू हुनुहुन्छ भने कोही होइन, हाम्रो भोटे भाइको फ्यानहरू हुनुहुन्छ भने प्लिज कमेन्ट गरिदिनु होला। अनि अब तिमीलाई म एउटा क्वेसन गर्छु ल। के अरे तिम्रो अब स्टार्ट गऱ्यो नि त, अब तिमीले भोटे टक्स भनेर चाहिँ नाम चाहिँ कसरी चुज गर्यो भन्नाले, अब कसरी राख्न गयो भोटे टक्स भनेर? अब जस्तै मेरो स्टेज नेम चाहिँ आर ब्ल्याक छ नि त। अब मैले चाहिँ अब आर ब्ल्याकको अर्थ चाहिँ यसरी राखेँ कि अब आर भने रेड एन्ड ब्ल्याक भनेर त राख्न मिलेन होइन। अनि मेरो नाम पनि राजेश अब त्यस्तो छ नि त। अनि त्यहाँबाट त्यो मान्छेले चाहिँ धेरै जस्तोले राजेश भनेर सोच्छ नि त, राजेश ब्ल्याक भनेको कालो हुन्छु त्यसो सोच्छ। तर मेरो खास चाहिँ अर्थ चाहिँ रेड एन्ड ब्ल्याक हो क्या खासमा। अब तिम्रो चाहिँ के छ? तिम्रो चाहिँ अब भोटे डक्स राख्नुमा चाहिँ अर्थ के छ? यस्तो हो कि दाइ, अब त्यो म पहिला ऱ्याप हान्न अगाडि चाहिँ त्यस मलाई म उता पहिला जब गर्ने ठाउँमा के दाइ, म फर्स्ट दिन जबमा गएको दिनमा म्यानेजर दाइले चाहिँ मेरो नाम त्यहाँ राखिदियो कि दाइ। त्यो सब नाम थाहा थिएन मेरो। अनि अब त्यो तँलाई म भोटे भनेर बोलाउँछु, जङ्की भोटे भनेर बोलाउँछु, यहाँ यताउति दियो कि बुढोले जे। अनि त्यसपछि बुढोले भोटे मात्र भन्यो जहिले नि, जहिले भोटे। अनि
तेर्सापट्टि एरियातिर जब गर्थेँ नि त दाइ मैले अनि रियल नेम कसैलाई थाहै नआयो कि दाइ त्यतातिर के अब सबले भोटे भन्ने चिन्छ के अनि त्यसपछि अनि केटाहरूसँग भेटियो फेरि अनि पछि होइन यता माकुहरूसँग भेटेपछि अनि मलाई हाम्रो 5-1ले दिएको के डग्स चाहिँ पुरा डग्स भनेको चाहिँ लिडर जस्तो रहेछ डग्सको मिनिङ चाहिँ अनि भोटे डग्स बनाइदियो दोस्त भनेर अनि पछि दोस्तले त्यसरी नामकरण भयो कि दाइ मेरो जेस दामी 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 ल यस एउटा न एउटा त्यो अब हुन्छ नि त मान्छेलाई नाम राख्नुमा पनि हो कि नै अन्त दाइ सोचेँ नि दाइ मैले 20वटा नाम सोचेको थिएँ त्योभन्दा अगाडि हल्का 20 टाइपकै हल्कामा त्यस्तो नाम राखौँ जस्तो भएको थियो अनि त्यसपछि नाम अब सबले भोटे भोटे भनेर बोलाउनु गएर अनि भोटे डक्स कस्तो हो दोस्त भनेको दोस्तले अनि ल ठिक छ एकदम भोटे डक्सै हो दोस्त भने अनि त्यसपछि भोटे डक्सै भयो नाम चाहिँ युनिक छ किन भन्दाखेरि अब मान्छेले अब सबै कुरा ठाउँमा सर्च गर्दाखेरि इजिली पाउँछ कि तिम्रो नामलाई के भोटे डक्स भनेपछि त्यो धेरैसँग त अब मिल्दैन कि यो नाम चाहिँ होइन अनि त्यही भएर चाहिँ तिम्रो अब नाम चाहिँ युनिकै छ युनिक लाग्यो मलाई चाहिँ होइन अब तिम्रो गीतहरू नि अब बनाइरहेछौ तिमीले गरिरहेछौ होइन हसल गरिरहेछौ अब पोखरा छौ अब काठमाडौँ गइरहेछौ होइन केटाहरूलाई भेटेर अब गरिरहेछौ त्यो भने अब बवाल हो के बुझ्यौ नि अनि तिमीलाई चाहिँ अब तिमीलाई चाहिँ अब लिरिक्सहरू लेख्दाखेरि चाहिँ कहाँबाट इन्सपिरेसन आउँछ लाइक हुन्छ नि त म यो कथामा लेख्छु भनेर चाहिँ तिमीले कसरी लेख्छौ आफूलाई हेरेर लेख्छौ कि लाइक अरूलाई हेरेर लेख्छौ कि सोसाइटीलाई हेरेर लेख्छौ कि अनि अब हुन्छ नि त कोही बेला त अब सिचुएसनहरू मनमा भन्दा नि दिमागमा आइरहेको हुन्छ अनि त्यत्तिकै लेखिदिरहेको हुन्छ मान्छेले कसैले चाहिँ अब पढेर लेखिरहेको हुन्छ कसैले चाहिँ अब केही बुक्सहरू पढ्यो फिल्महरू हेऱ्यो अब त्यसको बारेमा लेखिदिरहेको हुन्छ मान्छेले चाहिँ तिमीले चाहिँ कसरी अब इन्सपिरेसन लिन्छौ आफूलाई लेख्नुमा चाहिँ त्यही दाइ भएको कुराहरू पढेको कुराहरू होइन अनि मलाई त कस्तो लाग्छ भने दाइ है यस्तो लाग्छ कि दाइ मलाई अब जस्तै हाम्रो अब 5-55 दाइको छ नि त अब दाइले गाएपछि एकचोटि तोप चाहिँ भन्नै हुन्छ दाइले भने जस्तो हो नि त त्यस्तै चाहिँ मेरो चाहिँ अब त्यो लाइफकै बारेमा मात्र हुन्छ कि दाइ त्यही अरूकोबाट देखेर बुझेको आफूले भएको कुराहरू जस लाइफकै कुरा मात्र गर्नु मन लाग्छ दाइ त्यो अनि त्यही हो आफूले त्यो भोगेको भएर चाहिँ देखेको भोगेको भएर आउने हो दाइ त्यसरी नै आउँछ जेस भाइब्स चाहिँ अब दाइ त्यसरी नै लेखिरहेको हुन्छु कि मैले जेस धेरै अरूको पर्सपेक्टिभबाट लेख्न चाहिँ भ्याएन तर जेस मैले देखेको भोगेको कुराहरू जति चाहिँ मैले लेखिरहेको हुन्छु त्यसरी नै लेखिने हो दाइ मैले जेस तिमीलाई चाहिँ तिमीले त अब धेरै साथीभाइहरूलाई अब इन्सपिरेसन गर्छौ नि त धेरै सपोर्ट गर्यौ तिमीले होइन मैले पनि अब तिमी र हामी सँगै नहिँड्ने पनि तिम्रो कुराहरू त अब साथीभाइहरूको थ्रुबाट मैले सुनिरहने हुन्छु नि त यस अब तिम्रो त भाइहरू नि छन् अब तिम्रो साथीहरू नि छन् नि त्यो तिम्रो लेभलमा तिमीसँग हिँड्नेहरू उनीहरूले चाहिँ भन्छ कि भोटे दाइले चाहिँ एकदम सपोर्ट गर्नुहुन्छ यस्तो ठाउँमा लानुहुन्छ यस्तो ठाउँमा गर्नुहुन्छ होइन एकदम सपोर्ट तिमीलाई चाहिँ जस सपोर्ट गर्ने मान्छे भनेर चाहिँ चिन्छ कि एउटा हुन्छ नि त हिपहपमा चाहिँ अब जस हिपहप भनेर अब बाहिरको जस्तो त हाम्रो छैन नेपालमै छैन सिनहरू होइन त्यही पनि अब हाम्रो कम्युनिटीबाट चाहिँ हामीले उठेर गर्ने कुराहरू त हामीले गर्नुपर्छ नि त होइन अनि तिमीले चाहिँ आफ्नो ठाउँबाट उठेर तिमीले गर्यौ नि त साथीभाइहरूलाई हेल्प गर्यो यताउता गर्यौ होइन अब अनि त्यो सिनहरू देख्दाखेरि चाहिँ तिमीलाई अब पोखराको सिन चाहिँ अब अरू ठाउँको चाहिँ मैले भन्न सक्दिनँ होइन जस्तो तिमी त पोखरामा बसेर हुर्केर होइन पोखरा केटाहरूलाई भेटेर एउटा कोलाबोरेसनहरू कति कुराहरू तिमी हिँड्छौ नि त अन्त पोखराको सिन चाहिँ कस्तो लाग्छ तिमीलाई चाहिँ त्यो हिपहप अथवा ऱ्यापमा भनौँ हिपहप ऱ्याप सिन त एकदम बवालले लाउँछ दाइ मलाई पोखराको जेस होइन केटाहरू सब एवान मात्र हो दाइ मलाई जेस पोखराको केटाहरू सबले इन्सपायर गर्छ क्या जेस होइन जेस कस्तो छ भने तर युनिटी चाहिँ हल्का कमै देख्छु कि दाइ मैले नि तर त्यो आफ्नो आफ्नो केटाहरूलाई मात्र सपोर्ट गर्ने टाइप्सहरू चाहिँ छ जेस ट्यालेन्टेड चाहिँ सब ट्यालेन्टेड लाउँछ फेरि दाइ पोखराको केटाहरू होइन त्यही अब आफ्नो आफ्नो ग्रुपलाई मात्र सपोर्ट गर्ने टाइप्स त्यस्तो त्यस्तो हुन्छ अब त्यही हामी नि घुलमिल नगर हो कि होइन अब के हो त्यस्तो चाहिँ आफूलाई फिल हुन्छ कि दाइ हल्का नत्र केटाहरू चाहिँ जो सब एवान लाउँछ दाइ मलाई पोखराको केटाहरू हरिभन्दा सबजना ट्यालेन्टेड मात्र छन्
अनि तिमीले चाहिँ अब लाइक हुन्छ नि त अब सपोर्ट त सबैलाई गरिरहेको छौ नि त हजुर दाइ सपोर्ट गर्नुको माध्यममा चाहिँ तिमीलाई चाहिँ को कोले सपोर्ट गरेछ भन्ने कुरा के लाइक अब हुन्छ नि त दाइ यस्तो हो यस्तो हो यस्तो हो अब दाइ गीत चाहिँ तपाईँको रिलिज भएको छ होइन यस्तो यस्तो गरेर कति तिमीलाई म्यासेज आउँछ कति सपोर्ट आउँछ साथीभाइबाट है जस आउँछ दाइ अब आफ्नै सर्कलको केटाहरूले त सेयर सपोर्ट गरिराखेकै हुन्छ नि दाइ होइन अब यो हाम्रो देश पोखराको चल्दो पल्दोहरू दाइहरूले पनि सपोर्ट गर्नुहुन्छ मलाई कन्सियस दाइ राजन दाइहरू हुनुहुन्छ होइन सपोर्ट गर्नुहुन्छ दाइहरूले अनि छन् जे होस् अब केटाहरू छन् टन्नै सपोर्ट पनि गरिरहेको हुन्छन् केटाहरूले तर मेसेजहरू त्यस्तो खासै चाहिँ आउन दाइ जे होस् भाइहरूको चाहिँ अलिअलि आइरहेको हुन्छ झार्नु पर्यो दाइ अब यो झार्नु पर्यो दाइ लास्ट सुन्न मन लाग्छ टाइप्स मेसेजहरू चाहिँ आइरहेको हुन्छ दाइ त्यस्तो धेरै नै आउन चाहिँ त्यस अब त्यो हिपहप कम्युनिटीबाट चाहिँ त्यस्तो छैन दाइ खासमा भन्नुपर्दा तिमीलाई लाइक एउटा कम्युनिटी बनाएको छ होला नि त अब आफ्नो ग्रुप एउटा हुन्छ नि त मेसेन्जरमा अथवा कतै होइन त्यसरी अब मेसेन्जरमा अब कतिजना केटाहरूको अब ग्याङ मिलेर अब हुन्छ नि त अब साथीभाइहरू त मिलेर गर्ने त हो नि यसलाई उठाउने भनेकै त्यही त हो नि होइन र अब इन्डिभिजुअल एकजनाले गर्छु भनेर हिँड्ने कुरा अब हुँदैन हामी अब आर्टिस्ट भएर हिँडिसकेपछि सबै कुराहरू ध्यान दिएरै हिँड्नुपर्ने हुन्छ होइन अब केटाहरूको सपोर्ट अब साथहरू चाहिन्छ होइन तिमीलाई चाहिँ अब त्यो फिल्डमा चाहिँ कस्तो लाग्छ भन्नाले चाहिँ अब तिमी हिपहप गरिरहेछौ होइन अथवा गीत गरिरहेछौ त्यो बाहेक अरू त तिमीले रोज्न सक्दैनौ के अरे कस्तो भन्दा अब जस आफ्नो केटाहरू त छँदै जो सपोर्ट गरिरहेको हुन्छन् केटाहरूले होइन आफूलाई रोकिन पनि मन लाउन दाइ त्यो अरूलाई भन्दा नि आफ्नै सेटिस्फ्याक्सनको लागि चाहिँ गरिरहेको दाइ म्युजिक नै होइन अनि त्यही भएर जस अन्त त्यही हो कि दाइ मलाई आनन्द फिल हुन्छ है दाइ त्यही भएर गर्छु कि खासमा त मैले त्यो सुनिदिँदा चाहिँ मजा नि लाउँछ दाइ होइन अनि त्यो एक्सपेक्ट गरेर बनाएको नि हुन्न यतिजनाले सुन्छ भनेर म आफूलाई सुन्न बनाइरहेको हुन्छु अनि त्यही भएर म त्यही अब आफूतिर मात्र छ क्या दाइ ध्यान अब एल्बमहरू यताउति गर्दैछु होइन अब डिस्ट्रिब्युसनतिर ध्यान दिइरहेको अहिले हल्का अनि अब केटाहरूसँग नि हुन्छ दाइ बोलचाल हाम्रो टुकेहरूसँग बोलिन्छ पिस्तल भाइहरू जे सबजना जबमै बिजी भयो दाइ केटाहरूलाई अब राख्नु पनि खोजे सँगै केटाहरू गए कता कता गए अब बोन पनि गयो नि दाइ विदेश हजुरलाई थाहा पाउनु भयो कि भएन अनि बोन नि गयो दाइ विदेश अब यहाँ केटाहरूलाई रोक्न खोजेर मात्र नि भएन जेस केटाहरूले नि हेर्नु पर्यो आफ्नो भविष्य दाइ होइन त्यस्तै हो दाइ जेस तिमीलाई के लाग्छ अब नेपालमा आर्टिस्ट भएर एउटा खान सकिन्छ कि विदेशी जानुपर्ने हो कि के लाग्छ तिम्रो मनमा चाहिँ सक्छ केटाहरूले गर्ने हो भने त होइन अब विदेश जानुपर्छ भन्ने छैन भन्ने सोच्छौ कि अब विदेशी जानुपर्ने विदेश गएर आफ्नो सेटल बनाएर अनि पछि हिपहप गर्दा पनि अथवा गीत बनाउँदा पनि हिपहप नभन म्युजिक गर्दाखेरि नै त्यो हुन्छ भने जस्तो के लाग्छ तिमीलाई हुन्छ नि दाइ अब 1-2 वर्ष गएर जोगाएर पैसा जोगाएर आएर आफैमा इन्भेस्ट हानेको त राम्रो हो नि दाइ त्यसरी गरे नि भयो अब यहीँ नेपालमा बसेर नि सधैँ हुन त गर्नेले गरिराख्नु दाइ हुन्न के भन्नु होइन तर अलि गाह्रै हो दाइ नयाँ आर्टिस्टहरूलाई होइन भर्खर सुरु गर्ने आर्टिस्टहरूलाई चाहिँ अब त्यो झिन पनि गाह्रो हो त्यो युनिटीमा अब नयाँ मान्छेलाई अलि चिन्दिन्न नि त कसैले नि कसैले मतलबै दिन्न जस्तो नि हुँदो रहेछ तर अब त्यो गर्ने दाइ खासमा केही रिजल्ट केयरै नगरेर गर्ने रहेछ दाइ असल त भनेर अब चल्नको लागि चाहिँ कस्तो टाइप्सको म्युजिक गर्नु पर्दो रहेछ जस्तै अब यो न्यू आर्टिस्टहरू आछ नि त नेपालमा पनि हैन हजुर दाइ हजुर जस्तै यो झोला ग्याङहरू अनि यो पर्पल के भन्छ मलाई त नाम नि राम्रै थाहा छैन हो हजुर दाइ यिनीहरूले त अब त्यो जेपाइते गीत बनाएर अब त्यो जेपाइते त भन्छु म त्यसलाई त म जेपाइते नै भन्छु क्या किन भन्दाखेरि त्यहाँ अब स्टोरी छैन हुन त अब कुनै होला अब सेक्सको स्टोरी हुन्छ आफ्नो ठाउँमा छ होइन त्यो कामसूत्रमा सुनाउने कुराहरू नि हुन्छ
नहुने कुरा होइन त्यो कुराहरू अब तिनीहरूले चाहिँ अब बच्चाहरू नै तिनीहरूबाट इन्सपिरेसन लिएर अब झोलाग्याङ म्याचिस भन्दै होइन म्याचिस भने त अब हामीले त अब सानोमा मार्चिसलाई अब चुर सल्काउने त मार्चिस हुन्थ्यो क्या सलाई इन्डियाको भाषामा मार्चिस भन्छ त्यसलाई नेपालीमा चाहिँ तिम्रो अब के अरे सलाई भन्छ होइन अब झोलाग्याङ म्याचिस भने हो त्यसले अब भन्न खोजेको चाहिँ एमसी नै हो होइन हजुर अब त्यस्तो तरिकाले तिमीले त गीत बनाएको छैनौ नि त मैले कति सुन्छु तिम्रो गीतहरू त्यस्तो त्यो रफ वर्डहरू बोलेर होइन त्यस्तो तिमीलाई फेमसै हुन छैन नि त किनकि सोसल्ली तिमीलाई सुन्ने हो क्या तिमीले इन्सपिरेसन अब यामा बुद्धहरू कस्तो थियो एउटा जस त्यस्तो नराम्रो शब्द बोलेर त त्यो फक भन्ने कुरा त त्यो हुन्छ त्यो हुन्छ नि त तिम्रो डिप्रेसनमा निस्किन्छ कुराहरू अथवा फ्रस्ट्रेसनमा निस्किन्छ त्यस्तो कुराहरू त्यो अब लास्टै अब त्यो भल्गर गीतहरू पनि त अलिकति त्यस्तो गरेर नि मान्छे चलिरहेछ भन्ने कुरा क्या मेरो चाहिँ अब कि चल्नको लागि कि त्यस्तै बनाउनु पर्यो होइन भने हामी जस्तो आर्टिस्टलाई चाहिँ गाह्रो छ नि त अब तिमीले सबै कुराहरू समाजमा भएको कुराहरू तिमीले भनिरहेछौ नि त जस पस्ने कुराहरू मान्छेले अब त्यो कुराहरू सुनेर आफूलाई अब त्यो एउटा बच्चाले सुने पनि हो नि ल ठिक छ उसले भनेको कुराहरू भनेर जस्तै यामा बुद्धले भनेको कुराहरू कतिले सुनेर होइन त्योभन्दा अगाडि नै आर्टिस्टहरू हिपहप आर्टिस्टहरू त थियो नि त गिरिश दाईहरू थियो अब नेप्साइड्सहरू थियो होइन तिनीहरूको अब तिनीहरूलाई चाहिँ हिपहप खासै भन्दैन नि त अहिलेकोले यामा बुद्धलाई भन्छ होइन अब त्यस्तै तिम्रो हिसाबमा चाहिँ अब के अब फोहोर शब्द बनाएर मात्रै चल्ने हो कि आर्टिस्ट होइन फोहोर शब्द गाएर मात्रै चल्ने हो कि आर्टिस्ट अथवा राम्रो गीत गाएर पनि चल्न सकिन्छ भन्ने कुरा हो क्या मैले सोध्न खोजेको चाहिँ के भन्दाखेरि चाहिँ अब आर्टिस्ट चाहिँ अब यहाँ नेपालमा टिक्नको लागि विदेश नजानको लागि चाहिँ के गर्नु पर्यो भन्ने कुरा क्या अब त्यही हो दाइ असल डेली गर्नु पर्यो कन्सिस्टेन्सी हुनु पर्यो गीत झ्यामझुम ड्रप गर्यो भने हाम्रो नवाज दाइलाई 10 वर्ष लाग्यो दाइ ल अब दाइले मेक गर्नुभयो नि त अहिले हिस्ट्री भयो नि त दाइ त्यो त नवाज दाइको त 10 वर्ष 12 वर्षदेखि गर्नुभएको अहिले आएर दाइले पाउनुभयो नि त त्यस्तै हो दाइ अब त्यही गरेपछि असल पेज के दाइ होइन अनि यो उसहरूको कुरा चाहिँ कस्तो भने छाडा शब्दहरूको कुरामा चाहिँ कस्तो भन्दा यो नेपाली समाजै त्यस्तो नेपाली समाजमा भएको चिज हो नि त त्यो त दाइ छाडा भन्ने कुरो त अनि सबै मान्छेभित्र हुन्छ है दाइ अब तपाईँलाई नै आउँछ छाडा मलाई नै आउँछ तर हामीले त दबाएर राखेको छ नि त दाइ सबैले दबाएर एउटा डिसिप्लिनमा बस्नु खोजिरहेको नि त अनि त्यो तिनीहरूले त्यसरी भन्दिनँ चाहिँ मान्छेहरूलाई एक्सप्रेस गरिदिने साधन भइदियो क्या दाइ तिनीहरूको थ्रुबाट आफ्नो इमोसन क्या दाइ छाडा त सबजना छाडै हो दाइ डिसिप्लिनमा बसिरह्यो अब त्यो तिनीहरूको थ्रुबाट एक्सप्रेस गर्न पायो कि त्यो छाडापन आफ्नो अनि त्यही भएको भएर चाहिँ तिनीहरूको नि दिनाएको दाइ अब त्यस्तै हो त्यो नराम्रो म्यासेज त अब के भन्ने कि दाइ तिनीहरूलाई जे होस् त्यो मान्छे अब समाजले त यो अडियन्सले त चलाइरहेको दाइ खासमा अडियन्सले नसुन्दै त तिनीहरूको नि चल्दैन नि त होइन यस्तो गीत चल्न पाउनु आफ्नो ठाउँमा छ फोन पनि चल्छ होइन फोन पनि त चल्छ नि त होइन र फोन मान्छेले वेबसाइटमा गएर हेर्छ ओके www.phoneUp.com भनेर के हो भने हेर्ला आफ्नो वेबसाइट होला अब राम्रो वेबसाइटहरू होइन आफूलाई मनपर्ने वेबसाइटहरू तर त्यो चाहिँ त्यस्तो ठाउँमा पाउनु पऱ्यो क्या भन्न खोजेको चाहिँ अब मेरो मम्मीको अगाडि तिमीले मम्मीको अगाडि सुन्न सक्छौ त्यो कि ड्याडीको अगाडि आफ्नो दाजुभाइको अगाडि सकिन्न नि त होइन र त्यो फोन जस्तै हो क्या त्यो पनि भन्न खोजेको चाहिँ कस्तो भन्दाखेरि चाहिँ मैले फोन चाहिँ मैले फ्यामिलीको अगाडि हेर्न सक्दिनँ क्या तर सिक्रेट त मैले नै हेरेर हुन्छु नि त तर तिनीहरूले चाहिँ कस्तो म्यासेज दियो भन्दाखेरि यो चाहिँ हाम्रो नेपालको एउटा क्राइट एरिया पनि एउटा गतिलो छैन क्या भन्न खोजेको चाहिँ अब नेताको लागि बोल्यो भने चाहिँ झ्याप्प समातेर लैदिइहाल्छ होइन अब त्यस्तो गीत बनायो भनेर त्यस्तो गीत भनेर मैले उनीहरूको एगेन्स्ट भयो होइन क्या भन्न खोजेको चाहिँ अब मेरो बच्चाले चाहिँ अब मेरो आउने बाबुहरूले चाहिँ कस्तो सिक्छ भन्ने कुरा हो कि राम्रो कुराको लागि राम्रै हुन्छ नराम्रो कुराको लागि नराम्रै हुन्छ होइन त्यो चुज गर्ने आफूले अब गीत बनाएर हालिदिएको छु सुन नसुने नसुन आफ्नो कुरा हो कि नै त्यो कुरा आफ्नो ठाउँमा छ नि त अब मैले मेरो बच्चालाई ल झोलाग्याङको गीत सुन भनेर हो नि त होइन अब त्यो त मै ब्याड हो नि त उसलाई त थाहा छैन अब उसले अब साथीभाइको थ्रुबाट पनि सुनिरह नै हुन्छ तर नराम्रो त कोही होइन नि त खासमा
तर इन्सपिरेसन चाहिँ कसरी मिलिरहेछ अब मोटिभेसन कसरी मिलिरहेछ भन्ने कुरामा मात्रै मैले भने हो यो कुरा चाहिँ होइन। र उनीहरू पनि ब्याड मान्छे होइन। मैले अस्ति भर्खरै अब त्यो झोला भाइको के अरे उस हेरेँ पडकास्ट हेरेको थिएँ कि हाम्रो। अनि त्यसमा चाहिँ के भयो भन्दाखेरि उसले राम्रो राम्रो कुरै भन्यो होइन। उसले राम्रो छ साई पर्सन रहेछ ऊ चाहिँ होइन। एउटा त्यो हुन्छ नि त त्यो मङ्की क्याप्स लगाएर आएको थियो अनि दाइ खोल्यो भने लाज लाग्छ भनेर। मान्छे क्युट छ ह्यान्डसम छ राम्रो छ। र उनीहरूको गीतबाट सिक्नुपर्ने कुराहरू हुन्छ नि त मान्छेले। अब त्यो चाहिँ ठ्याक्क हामीलाई चाहिँ ठिक छ। हामीले त्यो एडल्टहरूले सुन्दाखेरि हामीले अब अलिकति एज पुगेकोहरूले सुन्दाखेरि त ठिक लाग्यो होइन। तर अब सानो बच्चाहरूलाई चाहिँ अलिकति असर पुग्छ कि भन्ने जस्तो हो क्या। अब जस्तै म्याचिस भन्दाखेरि त अब हामीले त भनिन्छ। अब त्यो बिचरा अब त्यो 3-4 वर्षको बच्चाले त्यसको उसको गीत सुनेर म्याचिस भन्यो भने त त्यो बाबु नबोला यस्तो किन बोला त हामीले त भन्छौँ नि। ए बोल अझै बोल त भन्दैन। अब त्यो भन्न खोजेको चाहिँ त्यो हो कि सबैको आफ्नो ठाउँमा छ ठिक छ होइन। गतिलो हुन्छ त्यहाँ हामीले पनि बोलिन्छ। अब मेडल गीतहरूमा कति बोल्छ मान्छेले रफ होइन। तर त्यो चाहिँ एउटा हामीले चाहिँ डिस्ट्रिब्युट गर्दाखेरि कसरी गर्ने। अब उसकै अब कति एल्बमहरू आफ्नो मेम्बरसिपमा राखिदिएर होइन पब्लिक नगर्ने क्या त्यस्तो गीतहरू। अनि राम्रो राम्रो गीतहरू पब्लिक गर्ने। अब त्यस्तो गीतहरूलाई चाहिँ हाइड गरेर अथवा पब्लिक नन पब्लिक गरेर अब मेम्बरसिपमा त्यही सुन्न पाउने एडल्टले मात्रै सुन्छ नि त। बच्चाले त पैसा तिरेर सुन्ने कुरा त भएन। त्यसरी राख्ने कि भन्ने कुरा हो क्या मेरो चाहिँ। दाइ त्यो एकतिरबाट कन्ट्रोलै गरेको नि राम्रो जस्तो लाग्छ मलाई नि। त्यो कन्ट्रोल गरेर दिनु पर्यो। अनि अब तिनीहरूले बनायो कि अब दाइ अब तिनीहरूले बनायो अडियन्सले उस गरेको त अडियन्सले बुझ्ने त्यो हामी सानो हुँदा पनि हामीलाई पनि त्यो मसाना नानी छाडा यस्तो बानी भन्ने एउटा थियो क्या। त्यो त भलभल टाइपको थियो। हामीले सुने नसुने होइन क्या सुनिन्छ त्यो जसरी पनि हुन्छ। त्यस्तो युग एउटा युगमा त्यस्तो मान्छे आउँछ क्या। अब सबैले त्यसको फलो गर्नुपर्छ भन्ने छैन नि त। अब तिमीले गरिरहेछौ तिमीले हसल गरिरहेछौ तिमीले राम्रो लिरिक्स लेखिरहेछौ राम्ररी गाइरहेछौ। अब म यस्तै गरेर म फेमस हुन्छु भनेर त सोचेको छैनौ नि त। अब त्यो गीतभन्दा अगाडि उनीहरूले नि गरेको थियो होला कति गरेको थियो होला मान्छेहरूले उनीहरूलाई ड्याम केयर गरेर बसिरहेको थियो नि त। अब त्यस्तै गीत गरिदियो उनीहरू चलिदियो। त हाम्रो दोष होइन। हाम्रो दोष भन्नाले जनताहरूको दोष हो। अब सुनिदिन्छन् होइन मान्छेहरूलाई। अब त्यस्तै कुरा त मनपर्छ नि मान्छेहरूलाई। किचड कुराहरू सबै कुराहरू मनपर्छ। मान्छेले राम्रो कुरा त कहाँ सुन्छ त। कन्ट्रोभर्सी त अब कति सुन्छ नि त्यही त हो नि होइन र। त्यही अब अरू झडाहरू हेर्न रुचाउँछन् मान्छेले नि। अब त्यो सबैभित्र भएको छाडा एक्सप्रेस गर्ने ठाउँ चाहिँ पाइदिरहेको कि मान्छेले। अब त्यही भने आफ्नो छाडा एक्सप्रेस गर्ने बाटो चाहिँ अब हाम्रो झोला पर्पलहरू गीतबाट भयो जे होस्। तिम्रो नयाँ गीत चाहिँ कहिले आउँछ ल झोला र पर्पललाई छोडिदिउँ अब हाम्रो कुरा गरौँ। मेरो गीत चाहिँ आउँछ दाइ। अब जे होस् भिडियो मैले रेडी गरेर आएको छु म्युजिक भिडियो झारौँ कि भनेर सोचिरहेको दाइ। अब जे होस् आउँछ दाइ। म यो मन्थ अरे यो विकभित्रमा हुन्छ कि जे होस् यो जेठ महिना भ्याइसी आउँछ। जे होस् मैले भिडियो रेडी गरेर राखिरहेको ट्याक्क यसो साइत मिलाएर झार्नु पर्यो दाइ। जे होस् टाइम हेरेर झार्नु पर्यो नि होइन। अनि कसैसँग कोलाबोरेसन गरेछौ यसपालि? कोलाबोरेसन त दाइ मेरो बोन दोसँग मात्र कोलाबोरेसनहरू टन्नै छ दाइ। बोन र मेरो चाहिँ होइन आउनु बाँकी। अब एल्बमै बन्छ कि बोन र मेरो 101 एल्बमै बन्छ कि त्यति धेरै छ कि दाइ कोलाबोरेसनहरू 12-15 जस्तै छ होइन। सही हो। अनि अब बोन र मेरो आउँछ दाइ बिस्तारै बिस्तारै त्यो कोलाबोरेसनहरू। खासैको बोन गयो त दाइ अघि मैले भनिनँ दुबई गयो दोस्त भनेर। ए बोन भाइ गयो हो। अनि यस्तै छ अब के गर्छ उताबाट नि गर्न त मिल्छ अब होइन। आफ्नो म्युजिक त अब तिमीले घरबाट गर्न नि मिल्छ। अब त्यही हो जहाँ भए पनि एउटा अब राम्रोसँग बाबु बसोस् होइन। बोन भाइसँग नि काम गरियो तिमीसँग नि गरियो होइन। टुके भाइसँग नि गरियो धेरै आर्टिस्टहरूसँग गरियो नि त। जस छोड्नु भएन त्यही नै हो। जस्तै तिमीले छोडे छैन नि त गरिरहेछौ हो। त्यो चाहिँ हुनु पर्यो है त्यतिको चाहिँ।
अब तिमीलाई चाहिँ अब कोलाबोरेसन गर्यो भने चाहिँ अब तिमीले कुन आर्टिस्टसँग नेपालमा गर्न चाहन्छौ? मलाई छन् दाइ अब कोलाबोरेसन गर्न मन लागेको आर्टिस्टहरू त चार्जर ल्याइदेऊ न भाइ यता कोठा के अरे छ दाइ अब के भनौँ कि दाइ म कसको नाम लिऊँ होइन भन्ने खालको आर्टिस्टहरू अब खतरा लाउनेहरू जति सबैसँग गर्न मन लाग्छ होइन मेरो पर्सनल्ली चाहिँ अब मैले सोधेको थिएँ 2-3 जनाहरूलाई इन्डस्ट्रीको चलपलहरूलाई जेमा त्यस्तो उस्तो के अरे रेस्पोन्स त पाएन जेस मैले यसो भन्न त भनेको थिएँ नाम पनि नलिदिउँ होइन के नाम लिदिउँ त्यस मैले भनेको थिएँ दाइ अब गर्न मन छ दाइ मलाई दामी लाउने भन्दा अब भिटिनसँगै गर्न मन छ पाए त दाइ होइन त्यही हो भिटिन अब सुनिराख्नु भएको छ भने चाहिँ हाम्रो भोटे भाइलाई चाहिँ एकचोटि तिमीले म्यासेज गरेछौ भिटेनलाई? गरेँ दाइ। ए त्यसो भए त कहाँ मिल्छ त नि उसले नि म्यासेज गरे पो एन्सर पठाउँछ त नि ए उस मैले यता अरू केटाहरूलाई अब छँदै रहने मलाई हाम्रो नेमे यङ्गिन भन्ने छँदै होइन एउटा हाम्रो स्किल टक जितेको उसै हो कि विनरै हो कि दाइ ब्रेक बार्सको स्किल टक जितेको हुन् खतरा लाउँछ त्यो सोल्टी पागल छ त्यो सोल्टीसँग गर्न मन छ अनि इल्बी भन्ने सोल्टी छन् त्यति बेलै आएको स्किल टक्समा त्यो सोल्टीसँग गर्न मन छ आफ्नै केटाहरूसँग छँदा अब 541 सँग गर्न मन लागिरहेको हुन्छ अब उसको भ्याउन नि त जे गरियो 4-5 वटा गरियो दाइ होइन अझै यति त बुझ्छ त नि दाइ उहाँ 15 मेरो 15 वटा भइरह्यो अझै गर्न मन लाउन त लागिहाल्छ त्यो त रमाइलो हो नि त यार जति बनाउन मन लाग्यो त्यति रमाइलो हुँदै जाने कुरा हो नि त नसा हो क्या त्यो पनि एउटा हाम्रो सिलुएटसँग नि गरेको कि दाइ साँच्चै मैले एउटा सिलुएटसँग नि छ एउटा ट्र्याक चाहिँ अब आउँछ सिलुएटसँग नि त्यो नि आउँछ बिस्तारै त्यो एल्बमको चाहिँ होइन आउँछ त्यो ट्र्याक नि अनि दाइ यार आर्टिस्टहरू त मलाई अब लगभग सबैसँग गर्न मन हाम्रो ट्रिक्स दाइसँग गर्न मन छ कब्जी ओजी होइन अनि त्यसपछि अब हाम्रो मेक भन्ने दाइ मेकसँग गर्न मन छ दाइ टन्न अब अनि अर्को भनौँ एकछिन पर्खिन है मलाई घरमै मन लागेको चाहिँ को रहेछ त म पनि थाहा पाउनु पर्यो भाइ हामी नेस्टी दाइसँग गर्न मन छ खासमा होइन नेस्टी ओके जेस होइन दाइले त गरिदिनुहुन्छ दाइ एकदम गुड लाउँछ मलाई जेस मलाई 2-3टा गीत प्लोट पनि गरिदिनु भयो क्या दाइले मेरो त्यो पनि निकाल्छु दाइ बिस्तारै चिलमा होइन सही हो अनि जेस अरू छ दाइ हाम्रो भाइवरहरू छ भिएसएक्सहरू होइन अनि ग्रिजल दाइहरू भइहाल्यो हाम्रो यता आइक्रामको सबै दामी लाउँछन् मलाई होइन अनि त्यसपछि अनि यता यो केटिएम रेकर्ड्स भन्ने छ दाइ त्यहाँ केटाहरू पनि खतरा छ दाइ रकिङ सिजरहरू ट्रिगर म्युजिक भन्नेहरू अलवाल केटाहरू तिनीहरूसँग गर्न मन छ त्यही हो दाइ अब नाम लिएरै सकिन्न दाइ कति छन् के दाइ ल हुन्छ अभियसली हुन्छ होइन किन नहुनु कोलाबोरेसन प्लस एल्बमहरू बवाल हुन्छ अब तिमीलाई चाहिँ अब हुन्छ नि त तिम्रो प्लेलिस्टमा मनपर्ने सङ्ग्सहरू अब 3टा तिम्रो आफ्नो भन्नु पर्यो होइन 3टा चाहिँ आउट आर्टिस्टको के त्यसरी भन्नु पर्यो अब 3टा गर्नु पर्यो 3टा भन्दा चाहिँ दाइ मेरो चाहिँ अब त्यही एल्बमबाटै भन्छु दाइ म चाहिँ होइन तिम्रो एल्बमबाट तिम्रो 3टा चाहिँ बेस्ट हुनु पर्यो क्या भन्नाले अब तिम्रो त छ नि त लट अफ सङ्ग्सहरू छ त्यसमध्ये चाहिँ मलाई चाहिँ 3टा चाहिँ बेस्ट हो मेरो यो एल्बमको चाहिँ भन्ने यो गल्ती भन्ने ट्र्याक A1 लाउँछ दाइ मलाई जेस आफ्नै तारिफ थाहा होइन जेस मन पर्छ कि आफूलाई चाहिँ त्यो होइन तिम्रो बेस्ट गल्ती चाहिँ दाइ जेस गल्ती भन्ने छ अनि त्यसपछि त्यो दृश्य भन्ने सिङ्गल छ दाइ एल्बम सिङ्गल छ मेरो त्यो दामी लाउँछ अनि उता अनि एल्बमबाट छुट्टै छ कि दाइ एउटा हाम्रो 501 सँग छ नि दाइ तरिका भन्ने त्यो गीत दामी लाउँछ दाइ
अनि त्यसरी भन्दा अरूको भन्दा नि अब कसको मनपर्छ भनौँ त दाइ जे आफ्नै केटाहरूको मनपर्छ भन्न मन लाउनु त दाइ अब के भन्नु होइन त्यो सपोर्ट गर्नुपर्छ यो गर्नुपर्छ भनेर नभने कि लाइक हुन्छ नि त अब तिमीलाई मनपर्ने के हुन्छ नि त टप 3 चाहिँ कुन मनपर्छ भनेर मैले तिम्रो गीत सोधिहालेँ होइन अब आउट आर्टिस्टहरूको अब यसले चित्त दुखाउला कि भनेर त्यसरी नबोल कहिले पनि बोल्नुहुन्न त्यसरी मलाई चाहिँ यो आर्टिस्टको टप लाग्छ यो गीत भनेर भनिदेऊ न भइहाल्छ सिद्धि त त्यो हामीले अब हुन्छ नि त अब कसैले मेरो नाम लिएदैन यो पडकास्टमा अब अथवा स्टेजमा जाँदाखेरि यो नाम लिँदैन मान्छे रिसाउँछ कि तर धेरै रिजनहरू हुन्छ क्या त्यसको नि तर मनमा त हुन्छ नि त साथीभाइहरू त होइन र त्यही नै हो क्या सबभन्दा ठुलो कुरा उनीहरूले बुझ्ने साथीभाइले त नबुझे त अरू कसले बुझ्छ त नि न त साथीभाइ भनेर किन हिँड्नु पर्थ्यो र यार त्यसो भए मलाई इन्डस्ट्रीको भन्नुपर्दा हामी पोखराको अहिले छँदा अहिले खोका अस्ति हाम्रो कोन्जीहरूसँग ब्याटल नि हानेर गयो इतिश भन्ने होइन इतिशको दिग्भ्रम भन्ने दाइ त्यो गीत लास्ट मनपर्छ मलाई चाहिँ मैले सुनिरहेको हुन्छु त्यो गीत चाहिँ होइन अनि त्यसपछि अरू को भनौँ त हाम्रो राजन दाईको गीतहरू बबल हुँदै आयो अहिले नयाँ भाइबमा भन्ने गीत निकाल्नु भएको थियो अस्ति दाइले आफै मिक्स मास्टरहरू सिक्नु भयो रहेछ अहिले होइन गीत दामी हो राजन दाईको पनि दामी हो अनि त्यसपछि अरू त अब हाम्रो टुकीहरू सब दामी हो नि दाइ टुकी दाई त्यसरी भन्नुपर्दा टुकी बिजेन दाई ब्ल्याक स्टारहरू होइन बिवसेकेहरू सब फिटिराख्नु दाइ ट्रेन्डिङमा जान्छ दाइ तिनीहरू त यार तिनीहरू खतरा खाने सुनिरहेको हुन्छु मैले जेकेको धोत्रै सुनिरहेको हुन्छु दाइ मैले क्षितिज पारी भन्ने गीत छ जेकेको त्यो सुनिरहेको हुन्छु अनि त्यसपछि हाम्रो टुकीको अस्ति एल्बम आएर छ टुकीको नि सुने मैले जे होस् सही हो अनि अब तिमीलाई अब हुन्छ नि त अब एल्बममा चाहिँ अब एउटा आर्टिस्ट तिमीसँग छ होइन कोलाबोरेसनको लागि अब उसँग लिरिक्स छैन तिमीले चाहिँ अब लिरिक्स आफै लेखिदिनु पर्यो अरे त्यसमा सहमत छौ कि छैनौ भन्नाले अब एउटा आर्टिस्ट भयो अनि उसले चाहिँ आफैले लेख्न जान्दैन अनि अर्कालाई लेख भन्यो भने चाहिँ के भन्छ भन्न खोजेको क्या मैले चाहिँ अब कतिले रुचाउन दाइ अब त्यो घोस्ट राइटिङ टाइप सिट होइन जस मलाई त कस्तो लाग्छ भने अब त्यो सङ दामी बनाउन जे गर्नुपर्छ गर्ने बरु मैले लेखिदिनु पर्छ भने नि लेखिदिनु कि दाइ अब म त्यसरी भन्छु राम्रो बनाउनलाई जे पनि गर्ने दाइ सही हो त्यस्तै आत्मै बेचरामा त्यस्तो गर्ने होइन कि जे होस् हुनेसम्म गर्न मिल्नेसम्म कुराहरू राम्रो बनाउनको लागि गर्नुपर्छ भने गर्ने के दाइ त्यो हो भनाइ त्यसमा सही हो अब तिम्रो चाहिँ एउटा 4वटा लाइन चाहिँ एउटा हानिदिनु पर्यो हो दाइ के अरे सडक नै सुरुवात सडक नै अन्तिम मेरो सडक नै साथी सडकले सिकायो संसारको सत्य के हो सडकमा हुर्के के हो सडकले सबै दिएको स्ट्रिटबाट स्टुडियो आइपुगे ग्राइन्ड गर्न सडकमा फर्किने हो स्ट्रिट टु स्टुडियो एल्बमको नाम है भोटे फ्रम स्ट्रिट टु स्टुडियो स्टे ट्युन गाइज अब त्यही हो दाइ खै त सिद्धार्थ चोक भने ल सिद्धार्थ चोक नि भन्नु त्यो एल्बमको होइन नि त दाइ त्यो सिङ्गल हो ल सिद्धार्थ चोकलाई है त दाइ बडी डक स्ट्रेट आउट सिद्धार्थ चोक पर्स्याङको जक्सनमा जहिले छ मोज मेकानले तोप डिजनीमा रोल नराम्रो बानी छ वी अल स्मोक बडी डक स्ट्रेट आउट सिद्धार्थ चोक पर्स्याङको जक्सनमा जहिले छ मोज मेकानले तोप डिजलामा रोल नराम्रो बानी छ वी अल स्मोक ल ताली बजाएर खतरा ल अनि अब हुन्छ नि त लाइफ चाहिँ कस्तो अब म्युजिक करियरमा चाहिँ छ कि छैन जस्तो लाग्छ तिमीलाई दाइ गाह्रो होला लास्टै गाह्रो चाहिँ होला दाइ अब त्यो कर्म कस्तो गरेछ भन्ने रहेछ कि दाइ अब राम्रो कर्म गरिरहेछ भने त चल्न टाइमै लाउन नि दाइ त्यो नचल्नुको कारणै अब उसको कर्मले गर्दा हो जस्तो लाउँछ दाइ खासमा अब मन नचल्नु कारण मेरो कर्मले होला नि त दाइ अब केही गरेको थियो होला पासमा यही जुनीमा मैले अब बेलामा बुद्धि नपुग्दा कति बिराए नि त गल्ती बाटोहरू बिराए गल्तीहरू गरे त्यहीले चाहिँ गर्दा अहिले यस्तो भइरहेको क्या दाइ नत्र
गरिराखे नि हुन्छ दाइ, मेहनत गर्नेको जित छ भने जस्तो हो। एउटा कलमले लेख्नको लागि पनि उसलाई तिखार्नु पर्छ नि त। हजुर दाइ। त्यो नतिखारिकन त त्यो कलमले पनि त लेख्दैन नि त, होइन र? हो त्यस्तरी नै हो लाइफलाई दाइ। एउटा लिएर जानुपर्छ। अब हो नि त, मान्छेलाई अब डट पेन छ भन्दैला होइन, त्यो कुराहरू इजी कुराहरू हो, तर एउटा तिखारेर लगाएर आफ्नो त्यो लेखेको मजा छुट्टै हुन्छ नि त, होइन र? अब हुन्न भन्न त मिलेन। हो दाइ, हुन्न भन्न त मिलेन क्या। हेर्ने बेलामा गर्नेले यहीँ बसेर गरे दाइ, हेर्नु नि गरेछ दाइ, हो गरेछ कि हो, भन्नु नि, अभियसली गर्ने गरेछ। यहीँ बसेर हाम्रो लाउरी दाइहरू खतरा, भिटेन हिरो, 555 दाइ हिरो, होइन छ नि त 100K कटेको ऱ्यापरहरू कति धेरै छन् दाइ, 100K सब्सक्राइबर भएको ऱ्यापरहरू नेपालमा कति छन् कि दाइ। उनीहरूले नि त हसल गरेर आएको हो नि, होइन र? हामीले हेर्दा पो फेमस भयो अहिले, ल उनीहरूले गरेछ, यिनीहरूले कमाइरहेछ भन्ने कुराहरू, उनीहरूले नि दुःख त धेरै गरेर आएको हो नि त, होइन र? गरेछ दाइ। 10-15 वर्ष गऱ्यो होला लाउरेले। यहीँ के अरे हामीले कन्सर्ट हेर्न जान्थ्यौँ क्या, त्यो नयाँ बजार साँझमा, फेमस नहुँदाखेरि उनीहरूले त्यहाँबाट त्यो गर्थ्यो, होइन? उनीहरूको साथीहरू पनि अब हाम्रो अब सिनियर दाइहरू नै हुनुहुन्छ, होइन? उहाँहरूले भन्दाखेरि चाहिँ अब धेरै उसले नि मेहनत गरेरै भएको हो भन्ने कुरा हो। त्यत्तिकै चाहिँ त्यो निस्किँदैन नि त बार्ड्स, अब तिम्रो, होइन? त्यो अब दाइले रबार्ड्समा गएर अब आफ्नो त्यो युनिक पोइन्टलाई त्यो भनेदेखिबाट फेमस भयो नि त खासमा। नत्र त्यहाँ त कति थियो त्यो नि पर्फर्मेन्स दिनेहरू त, होइन र? तिनीहरू किन भएन त नि भन्दाखेरि एउटा युनिक पोइन्ट भइदियो क्या। युनिक पोइन्ट भने होइन कि युनिक पोइन्ट भइदियो क्या दाइको नि, होइन? दाइको युनिक पोइन्ट चाहिँ त्यो भइदियो अब। युनिक पोइन्ट छ, युनिक पोइन्ट भइदियो। अहिले ल 2025 को तिमीलाई हिपहपको कुन गीत राम्रो लाग्यो अहिले आएको भरिमा? अहिले आएको भरिमा लेटेस्ट दाइ अब 25 चल्दैछ दाइ, कसको भन्ने जस्तो भयो क्या म त। हाम्रो उता आयो नि दाइ, हाम्रो बिग सन, एप्सोल अनि जोया ब्याडएसको रेड बुलको आएको थियो नि दाइ। त्यो चाहिँ अति दाइ। मैले च्याट पढ्न पाएको छैन, यसो बिजी छु म पनि, है। सरी फर च्याट, होइन? तपाईँहरू गर्दै गर्नु न, है, रमाइलो हुन्छ। माइक अफ भएको दाइ, गर्नुभएको र? होइन म यता च्याटमा बोल्दै थिएँ कि भाउ। त्यही दाइ, त्यो अस्ति आएको थियो जस बिग सन एप्सोलहरूको आएको थियो, त्यो चाहिँ अति रेड बुलको च्यानलमा आएको थियो कि जस बवाल छ त्यो चाहिँ। त्यो अति छ दाइ। अनि मकै बारी कराम भन्ने गीत सुनिसक्यो कि सुनेको छैन? दाइ लास्ट देखिरहेको दाइ प्रभाव। अनि टिकटकले गर्दा नि है, त्यो कुरा होइन, कुनै आर्टिस्टहरूलाई राम्रो त्यो बनाइदियो भने त ठ्याक्कै चलिदिने कि, अब टिकटकले गर्दा पनि क्या, हो कि नै भन न? त्यो छ नि, त्यो सोल्टीले नि गरेको रहेछ दाइ, धुच्चो धेरै गरेको रहेछ। च्यानलमा गएर हेरेको त सोल्टीको त गीतहरू आमामा गरे दाइ, त्यसै अब भयो सोल्टी गरे दाइ, धुच्चो नै गरे। तर गरिराख्नुलाई चाहिँ एक दिन न एक दिन त त्यो हुन्छ नि, लकले पनि साथ दिन्छ, भगवान्ले पनि साथ दिनु रहेछ क्या गरिराख्नेहरूलाई के। जसरी नि त्यो हुन्छै हुन्छ क्या, हुन्छै हुन्छ क्या। कर्मको फल यही जुन पाइन्छ अरे क्या दाइ, जुनी कुर्नै पर्दैन अरे। मेहनत चाहिँ त्यति चाहिँ गर्नु पर्यो, मेहनत पनि गर्नु पर्यो, अनि तिम्रो निरन्तरता पनि हुनु पर्यो, होइन? त्यतिकै अब मैले गराएको छु भनेर 2टा गीत झिक्यो अनि चुप्प लाएर बस्यो अनि चल्दै चलेन भनेर आफूलाई कोसेर बसेर त भएन, हो कि न? त्यो मेहनत चाहिँ गर्नु पर्यो, गरिराख्नु पर्यो, होइन? अनि जस आर्टिस्टहरूलाई चाहिँ अब तिम्रो हुन्छ नि त, अब भिडियो बनाउनदेखि लिएर अब तिम्रो अब म्युजिक अडियो रेकर्डिङ गर्नेदेखि लिएर, होइन? त्यो चाहिँ अब तिमीलाई एज अ आर्टिस्ट चाहिँ तिमीलाई कतिको महँगो लाग्छ, अथवा तिम्रो अब कोही कतिपय मान्छेहरू हुन्छ नि त, अब रेकर्डिङ गर्न पर्यो अरे, होइन? अब उनीहरूसँग पैसा छैन, हुन्न, होइन? अब कसैले गऱ्यो भने सोध्यो भने अब नहुनेले त अब इच्छा त मनमा छ नि त। मैले कति आर्टिस्ट, अन्डरग्राउन्ड आर्टिस्टहरूलाई भेटेछु क्या, हुन्छ नि त। अब दाइ यस्तो 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 गीतहरू छ मसँग, होइन?
रेकर्डिङ गर्दैछु दाइ यताउता भनेर मसँग भन्छ कि अनि दाइ राम्रो स्टुडियो जानको लागि पैसा छैन अब यताउता गऱ्यो होइन अब त्यस्तै खालके अब अडियो निकालिदिन्छ भनेर भन्छ खासमा यो अडियोको दोष हो कि अब तिम्रो अब बनाउने मान्छेको दोष हो कि अब तिमीलाई कस्तो लाग्छ भन्ने कुरा है मेरो चाहिँ अब पैसाको कारणले गर्दाखेरि मान्छेले अब त्यो क्वालिटी दिन नसक्या हो कि अब कुनै कुनै अब ठुल्ठुलो स्टुडियोमा गएर पनि त मान्छेले रेकर्डिङ गरेर गीत नचलेको पनि त उदाहरणहरू धेरै छन् होइन छन् नि अनि त्यो कुराहरू सबै कुरा समग्रमा बुझ्दाखेरि चाहिँ अब कस्तो लाग्छ तिमीलाई चाहिँ अब कि पैसाले रोक्या हो कि मान्छे गीतै अब ठिकै 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 टाइपको छ भन्ने हो कि अथवा राम्रो ठाउँमा लेभलमा गएर रेकर्डिङ गर्दाखेरि चल्छ भन्ने टाइप्सको त्यो चाहिँ तिमीलाई सोध्न चाहे एज अ तिमी रेकर्डिङ पनि त गर्छौ नि त हजुर दाइ अब त्यो कारणले चाहिँ मैले सोधेँ क्या तिमीलाई अब कस्तो भन्दा त्यो आफै बुझेको चाहिँ एकदम ठिक रहेछ दाइ खासमा अनि त्यो अब त्यही नै हो दाइ यो थोरै पैसा आयो भने त्यो थोरै पैसामा तिनीहरूसँग हुन्न नि त अब कसैले घर बनाइरह्यो होला होम स्टुडियो अनि त्यसको अब त्यसले 1500मा रेकर्ड गरिदिएला अरे कसैको गीत अब 1500 गरेको मान्छेलाई चित्त नबुझ्ला अरे होइन त्यस्तो चित्त नबुझ्नेलाई चाहिँ के भन्छ नि आफै सिकेको चाहिँ ठिक हो ब्रो होइन आफै सिकेपछि चाहिँ अनि बुझ्दै जान्छौ त्यो मान्छेको प्रोसेस नै बुझ्छौ तिमीले होइन कति गाह्रो हुँदो रहेछ कति सजिलो रहेछ कति दिमाग घोटिनु रहेछ त्यो आफूले नभिजेसम्म बुझिन्न क्या दाइ खासमा अनि त्यो हो अनि अब पैसा नि चाहिन्छ दाइ अनि एउटा आर्टिस्ट भएपछि अब चारैतिर सोच्नु पर्ने रहेछ क्या दाइ क्या त्यो गीतै मात्र गरेर नि हुन्न क्या अनि पैसा चाहिन्छ दाइ अब ठुलो ठुलो स्टुडियोमा छ नि त दाइ सामान नि ठुल्ठुलो छ अब कडा बाहिरबाट आइरहेको सामानहरू छ अनि त्यही अनुसार पैसा लाग्छ दाइ होइन मलाई पहिला चाहिँ वाइएटै लाउँथेँ तर अहिले आउँदा चाहिँ एकदम ठिकै हो सबै आफ्नो ठाउँमा ठिकै हो जस्तो लाउँछ कि दाइ त्यही भएर सिक्नु चाहिँ पर्दो रहेछ आफै सिक्यो भने चाहिँ सजिलो नि भयो तिमीले काम अराउँदा नि तिमीले जाने हौ त्यही भएर अराउनु पायो नि त तिमी नजाने अराएको काम त्यो राम्रो हुन्न रहेछ कि आफूले जानेसी एकदम अराउनु नि मजा आउँछ राम्रो काम रिजल्टै राम्रो निस्किनु रहेछ कि दाइ अनि त्यो गीत बनाउनु मात्र होइन कि चारैतिर ध्यान दिन चाहिँ पर्छ दाइ अहिलेको यो 2025मा आर्टिस्ट हुँदा चाहिँ गीत बनाउनु मात्र होइन कि चारैतिर दाइ डिस्ट्रिब्युसनतिर प्रमोसनतिर भिडियोतिर चारैतिर फोकस गर्नु पर्यो आफै भिजेर आफूले बुझेको अति राम्रो नत्र अरूले पेलिदिन्छ दाइ होइन अनि त्यही हो नत्र अब भन्छन् नि दाइ अब त्यही हो बुझ्नु पर्यो कि आफूले नबुझेसम्म त्यो प्रड्युसरको पेनै नबुझिनु रहेछ क्या दाइ कति सजिलो कति गाह्रो हामीलाई हेर्दा के गरेको र भने जस्तो हुन्छ त्यहाँ गएपछि त पुनै रहेछ भन्ने हुन्छ नि त पहिला कुरा त तिम्रो टाइम एउटा उनले वेस्ट गरिरहेछ होइन हो कि नै भन न कसै गीतको लागि तिमीले अब कसै गीत आयो भने तिमीले अब आफ्नो होल टाइम त दिनु पर्यो नि त म्युजिकको लागि हो कि नै भन न अब मिक्सिङमा अब तिम्रो अब कति कति कुराहरू तिमीलाई अब आर्टिस्टको र तिम्रो कुरा मिल्यो भने त मिलिहाल्यो होइन अब मिलेन भने तिम्रो आफ्नो तरिकाले मिक्सिङ गरेर हुन्छ उनीहरूलाई मन परिदिरहेको हुन्न कि हो कि नै भन न अनि उनीहरूले चाहिँ अब यस होइन खोजेको दाइ यस्तो होइन भन्छ होइन अब उनीहरूले अब विचार भन्न पनि त राम्ररी एक्सप्लेनै गर्न सक्दैन होइन अन्त यस्तै खोजेको सेम यही हो भनेर आए पनि अब हामीसँग इक्विपमेन्टहरू त्यति साह्रो हुँदैन त्यो गर्नलाई होइन अब एमिनेमको ऱ्यापको ट्र्याक चाहिँ हामीले कहाँ बनाउन सकिन्छ नि त्यस्तो तरिकाले त्यो लेभलको त सकिन्न नि त होइन अब त्यही हो मेन कुरा भने तिमीले भनेको मलाई दामी लाग्यो होइन अनि तिमीले अब यो कुराहरू नि भोगेछौ नि त अब तिमी उहाँ अब काठमाडौँ गएर अब कति कुराहरू रेकर्डिङमा तिमीले धेरै कुराहरू गरेर आछौ होइन यो कुरालाई चाहिँ तिमीले अब अझै डिटेल्समा भन्यो भने चाहिँ अझै मान्छेहरूले थाहा पाउँछन् क्या मान्छेलाई ऱ्याप लेखेर ऱ्याप हान्दैमा ऱ्यापर भइन्न भन्ने कुराहरू नि बुझ्नुपर्छ क्या होइन हो कि नै भने त्यस्तो गल्ली गल्लीमा छ नि त र हसल त्यो कुराहरू सबै कुराहरू बुझ्नु पऱ्यो क्या टेम्पो होइन म्युजिक कुनमा गइरहेछ अब कुन रिदममा गइरहेछ होइन अब तिम्रो अब कुन मेलोडीमा गइरहेछ कुन मोड्समा गइरहेछ भन्ने कुराहरू नि थाहा पाउनुपर्छ क्या ऱ्यापर भनेर ऱ्यापरहरू चाहिँ अहिले कस्तो छ भन्दाखेरि म्युजिक राम्ररी बुझ्दिन्न क्या तर खासमा त म्युजिक नै हो नि त ऱ्याप पनि
एउटा पोएम पढे जसरी पढ्नु भएन है, एउटा त्यो बुझ्नु पऱ्यो क्या कुन किमा गइरहेछ, मैले कसरी गाउने हो के हो भन्ने कुराहरू थाहा भयो भने चाहिँ दामी हुन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। अबको न्यू जेनेरेसनहरूले चाहिँ यो कुराहरू अझै डिटेली गछ उनीहरूले म्युजिक पढिरहेछ होइन। तर कति मैले भाइहरू भेट्छु क्या अझै पनि, दाइ यस्तो यस्तो छ ऱ्याप भन्छ है, उनीहरूले अब गायो भने त बिचरा गाइदिएको छ, अब उनीहरूले थाहा छैन अब कुन किमा छ, अब बिट्स कुन कीबाट बनिरहेको हो भन्ने कुरा, त्यो कुराहरू बिचरा नलेज छैन, उनीहरूले बुझ्नु पऱ्यो क्या। अहिले च्याट जिपिटी छ, च्याट जिपिटीलाई सोध्यो भने टन्न पढ्न मिलिहाल्छ नि आजकल त होइन र, टन्न सोर्सहरू छ नि त, हाम्रो बेलामा थिएन बरु, तर अहिले चाहिँ टन्न छ। तर फेरि कस्तो के दाइ के मलाई यो क्या भन्न मन लाग्यो कि यो सोर्स भएर नि झन् उस भयो एम के दाइ के टाढा चाहिँ भयो कि अब यो युनिटी झन् घट्दै गयो जस्तो चाहिँ लाउँछ दाइ मलाई सोर्स। मान्छेको हातमा सबसँग छ अहिले होइन रिसोर्सेसहरू, तर त्यो के अब पहिलाको जमाना त दाइ फोनै हुन्थेन नि त कतिसँग त, ब्लुटुथमा सेयर गरेर जान्थ्यो नि त दाइ गीत, त्यसरी भाइरल भएको नि त हाम्रो दाइहरू त, हाम्रो दाइहरू सब त्यसरी भाइरल, ब्लुटुथ किङ हो नि त हाम्रो दाइहरू त। अब झन् अहिले झन् सजिलो छ, मोबाइल सबको हातमा, बच्चाको हातमा मोबाइल छ, तर त्यो कम्युनिटी नै छैन है दाइ। अब त्यो पहिला त्यो मजै छैन कि त्यो गीत हाल्नु, त्यसको मोबाइलको ब्लुटुथबाट हाल्नु पर्ने त्यो मजा थियो नि दाइ, त्यो मजै छैन कि अहिले सबले आफैले डाउनलोड गर्न सक्छ, अनि त्यही भएर नि त्यो घटे जस्तो लाउँछ क्या दाइ मलाई चाहिँ। एक हिसाबले ठिक पनि फेरि होइन, एकदम ठिक हो, मान्छेले बुझ्न पाइरहेको सब थोक हातमा एक क्लिकमा बुझ्न पाउँछ जे कुरा नि आजकल, एकदम ठिक हो। तर त्यो उस पनि घटाइदियो क्या दाइ, पहिला केही नहुँदा त सबै सँगै थियो, गफ गरिन्थ्यो, जोक सुनाइन्थ्यो, गेम खेलिन्थ्यो, आजकल त्यो हुन्न क्या दाइ, आजकल फोन मात्र भने जस्तो त्यो राम्रो साइड नै नराम्रो साइड नै रहेछ कि दाइ। अब कति टाइम मैले मोबाइल हेर्ने र कति टाइम मैले अब साथीभाइलाई टाइम दिने, कति टाइम चाहिँ मैले फ्यामिलीलाई टाइम दिने भनेर। अब जस्तै अब अहिले त मोबाइलकै कुरा गर्दाखेरि अब म नै घरमा बसिरहेको हुन्छु होइन, अनि अब फ्यामिलीहरू छ अब, अनि सबैजना चाहिँ तल टाउको हुन्छ, अनि मोबाइल नै हेरिरहेको हुन्छ कि, अब कहिले स्क्रोल गरिरहेछ, कहिले च्याट गरिरहेछ, के भइरहेछ होइन। घरमा अब छिमेकीको त पुरै जाओस्, आफ्नो त्यो परिवारमै एउटा त्यो टिभी रुममा बसेर सबैजना फ्यामिली बस्दा पनि तिम्रो मान्छे त्यो अनुहार देखिन्न कि राम्रोसँग के भन्नाले। आज बुवाले के लगाउनु भएको रहेछ, आमाले के लगाउनु भएको रहेछ भनेर पनि त्यति केयर हुँदैन के, बुझ्यो नि, नोटिसै गर्नु भ्याउन्न हो, नोटिसै गर्नु भ्याउँदैन क्या। अनि त्यो कुरा अब एआईहरू सबै कुराहरू आइसकेछ होइन। अहिले त अब ल च्याट जिपिटीलाई एउटा ऱ्याप लेख्दैन भने नि त्यसले नि लेखिदिन्छ ऱ्याप त, तर त्यसले त मेरो भावना त पोख्न सक्दैन नि त, जति भन्यो भने मेरो पीडा त पोखिदिन सक्दैन। च्याट जिपिटीले सहयोग त गरिदिन्छ, हो सहयोग चाहिँ गरिदिन्छ, तर मेरो भावनालाई चाहिँ त्यसले एक्सप्रेसनै गर्न सक्दैन कि, सक्दैन दाइ, त्यसले नि सिक्दै छ कि खासमा। अब च्याट जिपिटीले नि सिक्दै होला, सिक्दै नै हो क्या दाइ। अब हामीले जति त्यहाँ गर त्योसँग कुरा गऱ्यो, इमोसन सेयर गऱ्यो, त्यसले त्यही सिक्दै आएर दिने हो नि त। अनि अब कतिलाई मनै पर्दैन थियो होइन एआई भनेपछि, अब कतिलाई अब त्यही मात्र मनपर्छ दाइ होइन। एआईले कतिको जब पनि खाइदिएको छ, कतिलाई फेरि हाइलाइटमा पनि ल्याइदिएको छ कि, त्यो केही थाहा नहुँदा पनि केही थाहा नहुँला नि च्याट जिपिटी युज गरेर अब खतरा मान्छे भइदियो। अब कोही फेरि अब तिम्रो अब हेलिकप्टरबाट पहिला सर्ट्सहरू लिन्थ्यो नि त, हेलिकप्टरको सर्ट्स अब सबै ड्रोनले खाइदिइसक्यो, हो कि नै भन न। अब कति आर्टिस्टहरूको अब आर्ट गर्ने कलाहरूलाई नि खाइदिइसक्यो, अब त धेरै कुराहरू भइसक्यो क्या। तर मान्छे बिना त एआई पनि खल्लो हो, किनकि मैले प्रश्न गरिनँ भने त एआईले त मलाई प्रश्न गर्ने त ठाउँै छैन, मान्छे बिना त त्यो पनि अधुरो छ नि त। अधुरो खतै लास्टै मान्छेले बनायो, अब त्यो मान्छे भएन भने के काम एआईमा भने जस्तो रहेछ दाइ लास्ट है। ल एउटा तिम्रो अब अपकमिङ एल्बमको एउटा बार्स जाओस् तिम्रो 4 अथवा 8 लाइनको। ल दाइ मैले जस हाम्रो पोखराको बारेमा छ दाइ गीत होइन। ओके नाइस। सपनाको सहर हाम्रो पोखरा, जहिले पनि आफ्नै लाग्छ, चिक्सहरू चारैतिर चलपल, वाउ चिक्सहरू राम्रो मात्र, चल्किरहन्छ जहिले मुखमा गाजा, केटाहरू सधैँ हाइमा बाँच्छ, पर्दैन कज हाम्रो फोकटमा,
परे फेरि साइको पारा केटाहरू पुलअप हान्छ 50वटा बाइकमा केटीहरू पुलअप हान्छ क्लबतिर नाइटमा खुइरेहरू पर्खिरहेको छ पोखरेली भाइबमा खतरा छ ड्रिप हाम्रो पोखरेली लाइफस्टाइल लेक साइडमा झिलिमिली फेयो तालको साइडमा घुमाउँछु म तिमीलाई जाम्न कान्छी राइडमा नमान तिमी डर हामी पोखरेली टाइगर नेतादेखि कप्स पावर माछ तिमीलाई चाहिँदा त्यस्तै हो दाइ जेस सही हो अनि केटाहरूलाई चाहिँ अब काठमाडौँ गएबाट चाहिँ तिमीले अब तिमी कति भयो काठमाडौँ गएको साँच्चै म आउने जाने भइरहन्छ दाइ अहिले चाहिँ त्यो अहिले त अब अस्ति भर्खर आएको दाइ म 2 महिना जति भयो अहिले आएको चाहिँ नत्र भयो दाइ अब काठमाडौँ आउने जाने भएको त भएन दाइ हाम्रो लकडाउन खुल्न साथबाट म फर्स्ट टाइम आएको भनेको लकडाउन खुलिसक्यो काठमाडौँ त्यसपछि त आउने जाने भइरहेको दाइ भयो 4-5 वर्षै भयो काठमाडौँ आउने जाने भएको नि सही हो अरू सुनौ अब के छ अब अपकमिङ तिम्रो अब प्रोजेक्टहरु त अब सिंगल अब भिडियोमा हैन एल्बममा इपीमा काम गरिरहेछौ हैन त्यो बाइक अरू के चल्दैछ त त्यो बाइक अब चल्दैछ दाइ लाइफ चलिरहेको दाइ सास फेरिरहेको काम गरिरहेको अब त्यही दाइ अरूलाई ध्यान दिएन खासै अनि त्यही डेली लाइफ चलिरहेको दाइ खासमा अब लाइफै म्युजिक बनाइयो नि त आफूले त अब त्यही भएर म्युजिक गर्दै चलिरहेको दाइ लाइफ अब बिहान डेली एउटा गीत गरिरहने हुन्छु मैले प्रायः जसो दिनकै एउटा गीत चाहिँ बनाइरहेको हुन्छु मैले सकेसम्म ग्याप पनि लिन्छु मैले फेरि 2-4 दिन ग्याप पनि लिन्छु हिँड्छ नत्र दिनको जे होस् अनि 2-4 दिनको ग्यापमा आएपछि मैले फेरि झ्यामझुम अब एउटा गीत 2टा गीत झ्यामझुम बन्छ अनि फेरि ग्याप लिन्छु ढक्क अनि त्यसरी गरिरहेको दाइ फिल्डमा अब केटाहरूसँग बस्छु टाइम बिताउँछु तोप्पा जान्छ दाइ त्यही हो फेरि बङ चाहिँ हान्न छोडिदिएँ दाइ मैले अनि पटमा त जान्छ रिजला ल ठिक छ बम बम भोले हैन ल ठिक छ अनि सुन न के रे तिमीले चाहिँ नि ऱ्याप चाहिँ मलाई अब ऱ्याप गाउनु पर्छ अथवा ऱ्याप मैले मन पर्छ भनेर चाहिँ तिमीलाई अब ऱ्याप चाहिँ कहिले इन्स्पायर गरे तिमीलाई खासमा पहिला म्युजिक त टन्नै थियो नि त लट्स अफ म्युजिकहरु थियो नि त तिमीले ऱ्याप नै त किन चुज गर्यौ भन्ने कुरा यो हाम्रो जिस अब यो 2018-19 तिर के दाइ जसमा आफूले त हान्दैन क्या दाइ मैले अरूको मात्र गाउँथेँ अनि जस अरूको म लाइन टु लाइन गाउँथेँ क्या दाइ फेरि अरूको हाम्रो एमिनेमको बन्टाइको गोली दाइको होइन बिजेन दाइको सबको गाइरहेको हुन्थेँ मैले लाइन टु लाइन गाउँथेँ अनि त्यसपछि चाहिँ अब हल्का इन्सिडेन्ट भयो क्या दाइ लाइफमा होइन अनि त्यसपछि चाहिँ अब त्यो खोलौँला पछि कुनै दिन खोलौँला दाइ त्यो कुरा त्यस्तो के भयो अनि त्यो पछि चाहिँ हल्का धक्का लाग्यो जस्तो भयो क्या दाइ लाइफमा अनि लकडाउन नि भयो अनि लकडाउन भएपछि चाहिँ अब जब पनि भन्न त नि हो जे पछि भनौँला भन्ने भयो क्या दाइ अहिले त कुराहरू मन लाग्यो त्यसो भए नि जनता जान्न चाहन्छन् हजुर हजुरलाई म भेटेरै भन्छु नि दाइ पर्सनल्ली हजुरलाई थाहा नि छ होला हुन्छ ल मलाई थाहा छैन तिमीले मलाई भेटेर भन नि त ठिक छ के भएन अनि के अरे जेस भयो इन्सिडेन्टहरू भयो क्या दाइ अनि धक्का लाग्यो अनि त्यही माथि लकडाउन नि भइदियो अनि जेस जब पनि रहेन क्या अनि भर्खर लेख्न थाल्दै थिएँ अनि जेस जब भएन अनि दिनभरि प्र्याक्टिस गर्ने मात्र भयो अनि त्यो गर्दा त्यो सिरियसनेस आउँदै गयो क्या दाइ अनि अब त्यो अहिले आएर यस्तो भयो दाइ अब गरिरहेको दाइ अब गर्छु नमरिन्जेल गर्ने हो दाइ भन्ने छ एउटा मेन्टालिटी नै ल टाढैबाट भए पनि यस्तो गर त भन्नु न देखेछौ देखेछौ तिमीले तिमी उता छ होला नि त्यही भएर ल ठिक छ के भयो सर्च गर भने स्क्रिनमा ए ल दाइ ल भयो ल
सही लाग्यो त्यतिको चाहिँ चाहिन्छ के तिमी होइन यही पारामा तिमी गयो भने अभियसली होइन तिमी नेपालमा एउटा तिमी इतिहासै हुन्छौ कि कसम हो कि मैले ढाडे होइन मेरो मनलाई नि मैले नि होइन सोध्छु नि त आफूलाई कति मान्छे गरेर कति ठाउँ पुग्छ त नि भन्ने कुरा सगरमाथा चढ्छु भनेर त सबैजना हिँडेर हुन्छन् सबैजना त पुग्दैन नि त शिखरमा त्यही मान्छे पुग्छ कि जसले हसल गरिरहेछ दुःख गरिरहेछ मेहनत गरिरहेछ एउटा कुरा नभए अर्को कुरा गरिरहेछ अर्को कुरा गरिरहेछ अर्को कुरा गरिरहेछ त्यो मान्छे अभियसली पुग्छ क्या त्यो शिखरमा क्या किनकि त्यो त्यसैको लागि बनेको हो भने त्यो त्यहाँ पुग्छ कि जसरी नि अब उकालो छ सगरमाथा ठुलो छ भनेर चाहिँ हाइट देखेर डराएर चाहिँ भाग्नु भएन गर्न चाहिँ पर्यो बरु 2 पाइला चाल्छु 3 पाइला चाल्छु मलाई 5 दिनमा पुग्न छैन 1 महिनामा पुग्न छ भनेर गऱ्यो भने अभियसली सगरमाथा पुगिन्छ पनि आइन्छ पनि क्या हतार गर्नु भएन हतार गर्नु भएन हात्तिनु भएन हो कि नै अब तिमी पछि अरू अब आर्टिस्टहरूलाई पनि बोलाउँदैछु होइन जस्तै हाम्रो सिलुएटलाई त्यसपछि हाम्रो अब 501लाई होइन अनि त्यसपछि हाम्रो टुके भाइलाई होइन अनि हाम्रो बोन भाइलाई त्यसपछि हाम्रो पेस्तल भाइलाई होइन धेरै आर्टिस्टहरूलाई अब बोलाउँदैछु होइन अब गफ गरौँ रमाइलो गरौँ भनेर नि मैले यसो अब हुन्छ नि त पोडकास्ट के भने रमाइलो गफ भनौँ न एउटा अब इन्टरनेटको एउटा माध्यमलाई मात्रै राखेर पडकास्ट बनाइदिया हो खासमा तर हाम्रो त गफ हो नि त दाजुभाइ गफ हो यो त हामी रक्सी बसेर रक्सी खाएर कतै गएर गफ गर्न पनि सक्थ्यौँ तर हामीले चाहिँ के भन्दाखेरि चाहिँ अब मान्छेहरूलाई कसरी गरिरहेछ त नि यसले भन्ने कुरालाई चाहिँ रिप्रेजेन्ट मात्रै गरे हो कि यहाँ बसेर चाहिँ तिमीले गरेको अब कति एल्बमहरू गरिरहेछ कति गीतहरू गरिरहेछ होइन त्यो मेहनतहरू त मान्छेले देखेको छैन नि त तिमीलाई चिन्ने आज लाखौँ होलान् अब भोलि करोडौँ हुन्छन् तर करोडौँले चाहिँ के भन्छ भन्दाखेरि यो मान्छे एकछिनमा चम्कियो भनेर भन्छ कि त्यो पछाडिको स्ट्रगल देख्दैन रहेछन् जहिले चम्केपछि यो चम्किरह भनेर नेपालको त्यही रहेछ क्या दाइ त्यो अडियन्सको सोच पनि एक हिसाबको कस्तो के दाइ अब यो चलिरह यो हेरिदिउँ भन्ने यसको त जम्मा 10 जना सब्सक्राइबर रहेछ 100 भ्युज रहेछ यो खोस्टा हो भन्ने त्यो मेन्टालिटी त्यो हुँदो रहेछ कि दाइ सोसल मिडिया नै त्यस्तो टाइप्सले बनिरहेको रहेछ कि दाइ अनि त्यही भएर चाहिँ त्यही भएर बिस्तारै यहाँ कट्टु लाएर अनि अन्डर पेन्टी लाएर मैले ब्रा लाएर चाहिँ नाच्यो भने चाहिँ भ्युज धेरै आउँछ अनि तिम्रो राम्रो कुराहरू गऱ्यो भने चाहिँ आउँदैन कि किन मान्छे त्यो कुरै रुचाउन्न क्या त्यो कुरा तिमीले अरूलाई सम्झाइरहेछौ भने त्यो सम्झिनै चाहन्न मान्छेहरू किनकि सबैजना आफैले सम्झाइरहेको हुन्छ भने जस्तै के भन्नु खोजेको कुरा बुझ्यो नि सबैजना चाहिँ मै भगवान् हो क्या त्यो सोचिरहेको छु के तर भगवान् त हुँदैन तिनीहरू भनेर त हुँदैन नि त भगवान् गर्नलाई कति सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा चाहिँ कि भगवान्लाई थाहा छ कि एउटा रियल आर्टिस्टलाई थाहा छ होइन कि त्यो गर्ने मान्छेलाई थाहा छ कि के अरे त्यही दाइ हुन्छ हुन त त्यो मान्छेले चाहिँ डाइरेक्ट चलेपछि नै हेर्ने भएर त्यो पछाडिको स्ट्रगल देख्दैन डाइरेक्ट हात त चल्यो भन्ने हुँदो रहेछ त्यही हो दाइ अब म तिमीलाई अब धेरै सिरियस गफ भयो होइन रमाइलोतिर नि जाऊ होइन तिमीलाई चाहिँ एउटा फन्नी लिरिक्स चाहिँ कुन लाग्छ तिमीलाई लाइक हुन्छ नि त अब यो टाइपको कस्तो टाइपको बनायो हो यो चाहिँ यस्तै तरिकाले बनाएको भए चाहिँ अलिक राम्रो हुन्थ्यो भनेको भन्न चाहिँ अब त्यो हँसाउनु लाग्छ तिमीलाई अनि अलिकति त्यो यो चेन्ज भएको भए चाहिँ राम्रो हुन्थ्यो भन्ने एउटा जस चलेको आर्टिस्ट अब तिम्रो हाम्रो अन्डरग्राउन्ड आर्टिस्टहरू होइन कि लाइक त्यो चलिरहेको अलि मेन स्ट्रिमहरूको चाहिँ आर्टिस्टहरूलाई चाहिँ कुन चाहिँ त्यस्तो छ तिमीलाई लागेको है मनमा फन्नी लाइन त दाइ अब उसको लाउँछ भन्ने कि दाइ म त सोचमा पर्दिरहेको दाइ एकछिन त ल त्यो मिलाउनु पर्छ चाहिँ भन्ने चाहिँ होइन हामी झोला ब्रोको गीतहरू चाहिँ मलाई रमाइलो राइला हुन्छ कि दाइ के अनि फन्नी भाइब्स हो नि त खास त सुरुमा आएको थियो कि दाइ झोलाको त्यो 101 क्यापिटल भन्ने उसको रेकर्ड लेभलबाट आएको थियो कि होइन स्नेक्स भन्ने गीतहरू थियो कि त्यो गीत चाहिँ लास्टै फन्नी रमाइलो लाउँथ्यो कि
उसको नि फन्नी त फन्नी नै हुन्छ होइन जस एउटा उम्, पछिल्लो समयमा गएर चाहिँ एउटा त्यो कुन गीत अरे सैयाने के भन्ने त्यो गीत थियो के अरे हजुर त्यसमा त्यहीबाट त अहिले एकाध लगभग अलिकति झोलाया नि अलिकति फेमस भएको थियो नि त झोलागाङ माजिस त्यो ब्याड बिच के भन्थे त्यो गीत के अरे नामै आएन त्यो उसँग बनाएको गीत के एस्टिमेटसँग एस्टिमेनसँग हो छुआ तूने मेरे दिल को आग लगा दिए हिन्दी अनि किन अब नेपाली आर्टिस्टहरू खास हिन्दीमा गइरहेछ जस्तो लाग्छ तिमीलाई त्यता खानु भाइ अब अडियन्स चाहिँ त्यता अडियन्स भन्दा नि म्यासिभ पपुलेसन चाहिँ छ क्या दाइ त्यता के त्यही भएर चाहिँ अब त्यताबाट आएको भ्युजहरू भ्यालिड भयो क्या दाइ के त्यही भएर खासमा पपुलेसन हेर्नु नि त्यहाँ इन्डियाको कति छ अनि उनीहरूले चाहिँ भ्युजको लागि गरे हो कि खासमा आफ्नो लागि गरे हो कि रिप्रेजेन्ट गरेर हो कि खासमा के हो म त कुरै बुझ्दिनँ हो यस्तो कुरा त अब तिनटै पऱ्यो क्या दाइ त्यहाँ भ्युजको लागि नि हो नेपाली रिप्रेजेन्ट पनि हाने हो नेपालीले हिन्दी गाइदिन्छ हेर भनेर रिप्रेजेन्ट नै हान्यो अडियन्स टार्गेट नै हान्यो भ्युज पनि नि हो सबै अब आफ्नो फाइदा नि छ दाइ त्यहाँ अब नेपालीले आडेमा अब यस्तो के अब कुनै नेपालीले चाहिँ अब हिन्दीमा गाइरहेछ नि त होइन अब जस्तै सुशान्त केसीले पनि त हिन्दीमा निकालिरहेछ होइन अनि एस्टिम्यानहरूले नि हिन्दीमा निकालिरहेछ अनि तिम्रो कस्तो लाग्छ भन्दाखेरि एउटा नेपाली आर्टिस्टले हिन्दी गीत गायो त्यो गाउनु ठुलो कुरा भएन होइन तर अब भन्ने बेलामा चाहिँ अब हामीले यहाँ अब कति डोमिनेट गरेर बोलिदिन्छ नि त धोती भनेर यताउता भनेर अब हुन्छ नि त इन्डियन मान्छेहरूलाई अनि हामी चाहिँ फेरि तिनीहरूकोमा चाहिँ किन गइरहेछ भन्ने कुरा एउटा कुरा त्यो हो अब आर्टिस्ट वाइज चाहिँ त्यो हुँदैन ठुलो मान्छेले ठुलै सोच्छ होइन हो कि न भन न इन्डियाको पनि ठुल्ठुलो मान्छेहरूलाई त नेपाली यो हो भनेर त भन्दैन होला अब त्यही अब त्यही नराम्रो मान्छेहरूले नेपाली अब गोर्खे हो हाम्रो के अरे सेक्युरिटी गार्ड हो भनेर भन्छ अब हामीले पनि धोतीहरूलाई फेरि त्यसरी नै धोती नै भनेर भन्छौँ इन्डियनहरूलाई होइन त्यो कुराहरू चाहिँ अब त्यही लेभलको होला अब तर मैले चाहिँ नेपालीमा चाहिँ आर्टिस्टहरू नेपालीमै बनाएर एउटा हुन्छ नि त इन्डियालाई तल्कायो जस्तो पैसा भन्ने गीत अब नेपालीमा बनाएर अनि पछि गएर अब तिनीहरूले त हिन्दीमा रिमिक्स गर्यो नि त चल्न त अब चल्छ नचल्दैन अब जस्तै यही गीत पनि तिम्रो सुशान्त केसीको पनि तिम्रो एक झलक सायद उनीहरूले अप्रोच लिएर गएको थियो होला टी सिरिजलाई होइन यसरी हिन्दीमा गरौँ भने उनीहरू त आएको त होइन होला मलाई त्यस्तो लाग्छ अब भित्रको कुरा के हो मलाई थाहा भएन आउन नि पाए दाइ अब हाम्रो सुशान्त केसी नि अच्छु आर्टिस्ट त होइन नि त चलपल आर्टिस्टै हो नि त नेपालको त्यही भएन भित्रको कुरा थाहा भएन उनीहरू गयो कि उनीहरू आयो अब थाहा भएन होइन त्यो भित्रको कुरा त थाहा भएन अब टी सिरिजले अप्रोच गरे आयो कि अब उनीहरूले अप्रोच गरेर अब त्यो बनायो कोलाबोरेसन भएको हो अब टी सिरिज र हाम्रो सुशान्त केसीको त्यो चाहिँ अब भित्री कुरा त हामीलाई पनि थाहा भएन होइन त्यही भने हो अब मेक्सिकनमा पनि नेपालीहरूले निकालिदियो भने चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई गीतहरू आउँछ दाइ अब बिस्तारै आउँछ नि ब्राजिलियनमा होइन त्यस्तो भाषाहरू पनि सिक्यो भने वागवानको भिडियो आएको थियो त अस्ति त्यो पनि जमैकिएन नि त अब बिस्तारै आउँछ दाइ नेपालीहरूले दिन्छ हो त्यही भने रिप्रेजेन्ट अब इन्डियामा त हो नि त मास त धेरै छ होइन अब आर्टिस्टले अब आफ्नो आर्टिस्टको धर्म पुरा गरेर गऱ्यो भने त अब हुन त अब सबैलाई त्यो फेमस हुन मन लाग्छ होइन अब गर्नु मन लाग्छ नि त सबैलाई आफ्नो काम सबैले देखोस् भन्ने हुन्छ होइन हिन्दीमा गाओस् इङ्ग्लिसमा गाओस् अमेरिकनमा गाओस् अफ्रिकनमा गाओस् होइन बङ्गलादेशीमा गाओस् मतलब होइन त्यो शुभ बुढोले बाङ्लाको गीत गाइरहेको छ होइन त्यस्तै हो कि तर एउटा नेपाली आर्टिस्ट भनेर चिन्ने तर अब हुन्छ नि त खासमा चाहिँ मैले भन्न खोजेको चाहिँ नेपालीमै बनाएर नेपालीमै फेमस भएपछि उताबाट बरु मान्छेहरूले किनोस् क्या हाम्रो गीत के ल यो गीत दामी छ कोलाबोरेसन गरौँ हाम्रै भाषामा निकालौँ भनेर भन्यो भने चाहिँ त्यो चाहिँ बवाल हो जस्तो लाग्छ मलाई चाहिँ त्यो चाहिँ त्यतिको चाहिँ हुनु पर्यो त्यतिको भएपछि त तिमीले जुन भाषामा निकाल्दा नि केही फरक पर्दैन नि त भन तिमीलाई चाहिँ मलाई त उतैबाट अफर आयो जस्तो लाग्छ दाइ केसीको चाहिँ होइन अनि त्यही हो नेपालीमै त्यही अब उसले पनि पहिला त नेपाली निकालेको थियो नि त दाइ
त्यो नेपाली सुनेर त्यो नेपाली चलेको देखेर चाहिँ चल्न नि चल्यो नि त दाइ निस्किने बित्तिकै कस्तो ट्रेन्डमा गएको थियो नि त त्यही भएर त्यो टी सिरिजले हजुरले भने जस्तै त्यो नेपाली चाहिँ राम्रो लाएर अनि ल मलाई हिन्दी चाहियो यो भनेर गरे जस्तो लाउँछ त्यो एकदम राम्रो हो नि दाइ त्यो भने त खतरा हो ल मलाई चाहिँ त्यस्तै लाउँछ खासमा हो त्यो भने अब फेरि एक हिसाबले उस पनि हुन पाए दुर्गेशले भन्दा पहिला गरिदिन्छु उहाँ गर्नु भनेर आफै गएर कुरा गरेको नि हुन पाए दाइ अब टी सिरिजलाई जे नि हुन पाए भित्री गेम थाहा भएन होइन दुर्गेश भन्नाले दुर्गेशले नि हिन्दी गीत निकालेछ र हिन्दीमा त्यो हेरेको हेरेलाई बेच्ने भन्थ्यो त हिन्दी भर्जन बनाए टी सिरिज ए हो र दुर्गेशले पहिला भन्थ्यो दुर्गेशले हल्ला मात्र गर्यो सुशान्त केसीले निकालिदियो क्या दाइ त्यस्तो भयो नि त ए बवाल बवाल यति त थाहै भएन यार मलाई त यार सञ्जय दाइको पोडकास्टमा गएर भने हो नि त अझ दुर्गेशले ए हो र मैले त पोडकास्टै हेरेको थिएन यार त्यहाँ गएर टी सिरिजले किन्ने भने हिन्दी भर्जन चाहियो भने जस्तो कुरा गरेको थियो अनि अब त्यही भएर म पहिला गरिदिन्छु भनेर गरेको हुन नि पायो दाइ सुशान्त केसीले अब नभए अब दुर्गेशलाई नभने सुशान्त केसीलाई भनेको हुन पाए टी सिरिजले दाइ चाहिँ नि हुन पाए भित्रको गेम अब छोडिदिउँ तिनीहरू कुरा नगर ल यस्तो भन नि त अब तिम्रो अब फ्यानहरू नै हुनुहुन्छ होला अब क्वेसन यसो 5 मिनट चाहिँ क्वेसनको एन्सर दिने अब तिम्रो ठ्याक्क डिस्कर्डको है हामी चाहिँ यहाँ त अब हाम्रो भाइब र उसले के अरे हाम्रो रिदम भाइ दुईजना रहेछन् टक्क च्याट उसमा त होइन लाइनमा अब छन् 11 जनाले हेरिरहेछ सबैजनाले प्लिज भोटे भाइलाई चाहिँ एउटा क्वेसन्स अथवा भोटे भाइको एल्बमको बारेमा अथवा भोटे भाइको करियरको बारेमा जे सोध्न पनि सक्नुहुन्छ है त नराम्रो कुरा नसोध्नुहोस् राम्रो कुरा सोध्नुहोस् होइन सपोर्ट गर्नुहोस् आर्टिस्टलाई होइन नेपाली आर्टिस्ट हो स्ट्रगल गरिरहेछ राम्रो गरिरहेछ उसले गीतहरू झारिरहेछ त्यही नै हो सबभन्दा ठुलो कुरा नै त्यही नै हो कि उसले गरिरहेछ स्टिल गरिरहेछ भन्ने कुरा नै हो गरिराखोस् गरिरहन्छ पनि राम्रो हुन्छ पनि तपाईँहरूले चाहिँ प्लिज क्वेसन एउटा दुइटा चाहिँ सोधिदिनु होला हाम्रो भोटे भाइलाई सपोर्ट गरिदिनु होला है त साथीहरू त्यही हो अब म्युजिकहरू चाहिँ नन स्टप आउँछ सबजनालाई स्टे ट्युन भन्छु म चाहिँ होइन अब कप्पेदाई बस्नु पर्यो कप्पेदाई जहिले पनि देखिरहेको हुन्छु हजुरलाई हिँडिरहेको उफ्रिँदै जहिले पनि रिसाए गाजा हाम्रो रेभुलेसन नसमाउ मलाई बहिँडा हात समाए ए कप्पेदाई ल के सोध्नु पर्यो गाइज ल ढुक्क होइन एल्बम आउँदैछ सिङ्गल्सहरू आउँदैछ मिक्सटेप नै आउँछ स्ट्रिट टु स्टुडियोज मिक्सटेप मेरो होइन एल्बम पनि फ्रम स्ट्रिट टु स्टुडियोज सिङ्गल पनि आउँछ फ्रम स्ट्रिट टु स्टुडियोज च्याट हेर्नु भएको छैन क्या अहिले है भाइ यार अहिले हेर्दै हुन्छ होला नि हेर्दैछु ब्रो हेर्दैछु ल सोध नि त अब भोटे डक्सलाई सोध यसो क्वेसनहरू गर यसो दाजुभाइ हो साथीभाइ हो सपोर्ट गर्नु पर्यो नि यार यही त हो अब हाम्रो अन्डरग्राउन्ड तरिकाले अब भोलि पर्सि आउँछ नि भोटे भाइ भोलि पर्सि फेमस भएर गएछ भोटे डक्सको इन्टरभ्यू लिनै पाइन्न नपाउने दाइ ढुक्क पाइन्छ नि दाइ म बिजी छु है आज अस्ट्रेलिया टुर छ अमेरिका टुर छ अनि यस्तो भनिदिन आओस् के म कुरेर बस्छु होइन त्यस्तो भनिदिन आएको त दामी दाइ तर मैले भनेको कि फेरि गीतमा फर्केर आउँछु त्यो गल्ली र टोरमा सबजना पर्खिराख भन्यो दाइ भन्छ नि आउँछु त्यही अनि तिमी त आउँछौ तिमी त्यो जे बोल्छौ नि मनमा नि त्यही छ मुखमा नि त्यही छ अनि तिम्रो फेसमा नि त्यही देखिन्छ भाइबसँग नि सन्दीपसँग नि अलि दोस्तसँग गर्छु नि म दोस्त एउटा लास्ट मिठो चाहियो नि दोस्त तिम्रो त्यहाँ गिटार रिग हान्नु पर्यो तिमीले दोस्त त्यहाँ मिठो बिट बनाउनु पर्यो तिमीले एउटा छ तिमीसँग प्लान मैले सोचि नै रहेको त्यो चाहिँ र तिमीलाई दिन्छु म मिठो हान्नुपर्छ भाइब्स फिट बडी डक्स अथवा बडी डक्स फिट भाइब आमा खतरा
भाइब्स नै खतरा छ नि फेरि मान्छे त यस अब आर ब्ल्याक दाइसँग पनि छिटै गर्छु म दाइसँग एउटा मेटल जनरको तर फ्लिटको थियो नि दाइ हेलो बी थाइने भन्ने त्यस्तो टाइप्स निकाल्ने हो कि दाइ निकालेपछि सही हो प्लानिङहरू गर्दै गरौँ न रमाइलो हुन्छ गर्न चाहिँ त्यस्तो दिन मन छ कि जे हल्का सही हो अरू के क्वेसन छ अरूहरू गरिदिनु होला प्लिज 10 जनाले हेरिराख्नु भएको छ प्लिज आफ्नो कमेन्टमा यसो बोलेर चाहिँ साथ दिनु होला है आउँछ सिलुएटसँग नि आउँछ छिटै आउँछ त्यो छ रेडी हट ट्र्याक अब एकदम म्युजिक प्रोडक्सनतिर चाहिँ ध्यान दियो भने त्यो ट्र्याकमा एकदम बवाल गरेर निस्किन्छ जस्तो लाउँछ है सिलुएट र मेरो त अलि बवाल छ दाइ त्यो गीत नि सिलुएटसँग नि अब चाँडै नै हाम्रो पडकास्ट हुँदैछ होइन त्यतिखेर चाहिँ म सिलुएटलाई पनि सोध्छु अनि जस्ट उसले नि दामी गरेर राख्छ कि दामी एल्बम नै दामी दिएछ नि त दामी दिएछ जस उसले चाहिँ अब कन्टिन्युसली गर्नु पर्यो त्यो कुरालाई चाहिँ त्यति नै हो म त अब म अघि भर्खरै भेटेर आयो भाइ र म गफ हानेरै आएको अघि चिया खाएर गफ गरेर एकछिन टक्क भेटेर सिलुएट र म पसलमा आएको थिएँ अनि पसलबाट यता चिया खान गयौँ अनि गफसफ गरेर एकछिन अनि तिम्रो बारेमा कुरा गऱ्यौँ हजुर हजुर त रुममै होला नि अहिले त म रुममै छु बाबु अघि दिउँसो भने त्यस 541 पनि आउँछन् छिटै आउँछन् अब दाइसँग होइन ढुक्क आउनु पर्यो नि सबैजनालाई बोलाउने हो नि आफ्नो भाइहरूलाई बोलाउनु परेन तिमी पनि आउँछौ ढक्क सबजना आउँछ नि जस्तै पालो सबैजना भाइहरू आउनु पर्यो नि अब एकअर्कालाई सपोर्ट गरेर त लाने हो नि होइन र हो दाइ अब दामी बनाइदिने त्यही सपोर्ट गरी नेपालको म्युजिक इन्डस्ट्रीलाई दामी नै बनाइदिन्छु दाइ ल आधा भारी बोकेर हिँडिरहेको दाइ चिलमा च्याटमा क्ल्याप ल कोले सपोर्ट गर्छ है त छिटो पहिले बजाइदिए दाइ मन त ल छिटो 14 जनाले हेरिराख्नु भएको छ छिटो ताली बजाइदिनु पर्यो है त त्यस छिटै आउँछ त्यो बिटमा चाहिँ काम गरौँ भने मलाई सिलुएटले त्यो ट्र्याकको त्यही भएर चाहिँ हो ट्र्याकको अब बिटमा काम गरेपछि चाहिँ छिटै आउँछ सिलुएट र मेरो नि ढुक्क गीत त रेडी नै छ क्या प्रोडक्सन अलि राम्रो दिउँ भने अब सिलुएटले गर्दा ताली बज्यो त तिमीलाई सिपी तान है चिलो हाम्रो कार्यक्रम होइन त्यो त हो दाइ जस हामीले स्टुडियो चाहिँ अहिले नो स्मोकिङ जोन बनाइरहेको कि दाइ त्यही भएर चाहिँ हो ल म त अब चिल तरिकाले तान्दै बस्दै गरिरहेको छु होइन हजुर दाइ त्यो हामी चाहिँ अब चिल पारामै जानु पर्यो क्या त्यो अब नमस्ते हजुर भन्ने अब तिमी स्टुडियोभित्र छौ भनेपछि तिम्रो खतरा एल्बम रिलिज हुने ठाउँमा छौ तिमी भनेपछि एउटा मन्दिरमा छौ तिमी भनेपछि सही हो स्टुडियो भनेको आर्टिस्टको लागि मन्दिर हो मन्दिर भन्दा धेरै अझै ठुलो ठाउँ हो त्यस गरेर आएको छ तिमीहरूले खतरा झारेर आएको छ यार केटाहरूले यार मलाई खुसी लाग्छ हौ आउँदैछ दाइ अब ढुक्क मिठो पारामा हुन्छु मैले अब भिडियो आउँछ होला सबभन्दा पहिला चाहिँ अनि त्यसपछि ट्र्याकहरू आउँछ दाइ त्यो अघि सुनाको पोखरा भन्ने ट्र्याक नै आउँछ गीतहरू अनि भिडियोहरू दिनु मलाई अझै प्रपर भिडियो दिने भनेर बसिरहेको कि त्यही भएर चाहिँ अलिक टाइम लागिरहेको लिदिन टाइम दाइ ढुक्क टाइम लिनु तर राम्रो गर्ने भन्ने चाहिँ भयो क्या अहिले हो त्यही हो अब तिमी बुझिसकेपछि अब त्यो तिमीले हो त्यही कुराहरू हो क्या प्रोग्रेस भने त्यही हो
तिमीले अब पहिला अब 2 दिनमा एउटा गीत लेख्थ्यौ भने अब तिमीले 1 दिनमै लेख्न सक्छौ, तर तिमीले 5 दिन किन कुरा राख्छौ भने फाइनको लागि क्या, एउटा क्वालिटी राम्रो दिउँ एउटा मेरो भ्युअर्सहरूको लागि होइन भन्ने कुराहरू। अब तिमीलाई नि यति एनालाइजिङ भइसक्यो, यति गीत ल्याइसक्यो, अब तिमीलाई नि एनालाइजिङ भइसक्यो कि अब मैले कस्तो गीत दिँदाखेरि मान्छेहरूलाई राम्रो लाग्छ होइन, अब कस्तो गीत दिने होला भनेर तिमीले अब त्यो सोचिरहेछौ नि त। अब स्ट्रिट टु स्टुडियो भनेर तिम्रो अब त्यो एल्बमै छ होइन, अब त्यही एल्बम चाहिँ पार्ट 1 चलिरहेछ भने पार्ट 2 लाई गर्ने, अनि पार्ट 2 मा चाहिँ अब तिम्रो अब सक्सेसहरू अब तिमी पहिला कस्तो तरिकाले गर्थ्यौ, अब तिमीले जस्तै मलाई भेटेपछि प्राइभेट कुरा हो भन्ने कुराहरू छ नि त, त्यो कुराहरू नै तिमीले डाइरेक्टली होइन इन्डाइरेक्टली चाहिँ लेखेर टक्क सुनाउनु पर्यो क्या। भन्न खोजेको चाहिँ कति तिमी जस्तो कति आर्टिस्टहरू तिम्रै सेम व्यथा भएर बसिरहेछ होला क्या, त्यो गीतहरू सुन्यो भने रिलिज हुन्छ क्या मान्छे, बुझ्यो नि। भन्न खोजेको चाहिँ अब हामी त्यतिखेर चाहिँ हामी नि फ्यामिली अब त्यति अब खतरा थिएन होइन, अब सबै स्ट्रगल थियो, अब आर्टिस्ट बन्न मन लाग्थ्यो, अब गीत गाउनु मन लाग्थ्यो, हामीसँग पैसा हुन्थेन होइन त्यतिखेर के मेरो टाइममा कि, अनि हामीले चाहिँ अब मेडल ब्यान्डहरू अब हुन्छ नि त मेडल ब्यान्ड गर्थ्यौँ, त्यतिखेर पनि मेडल ब्यान्डहरूको स्कोप त्यति राम्रो थिएन, अब बजाउनु गइन्थ्यो होइन, अब टाढा अब हामी लेक साइड जान्थ्यौँ कि यहाँबाट सोच नि तिमी लेक साइड गइन्थ्यौ हिँडेर गइन्थ्यो, अनि खाजा खाने पैसा यति हुन्थ्यो, केटाहरू मिक्स गऱ्यो चाउचाउचो खायो हेडब्याङ हान्यो टन्न अनि आयो, त्यो टाउको हल्लाएर अब तिम्रो हेडब्याङ हान त यसरी 2-3 घन्टा कस्तो हुन्छ टाउकै यो चलाउनु मिल्दैन क्या, भोलि बिहान भात खाँदाखेरि यसरी खानु पर्थ्यो क्या, यो टाउको यस्तो गर्नै मिल्थेन क्या, कसम हो क्या, टाउको तल लानै नमिल्ने त्यो दुखेर के। अनि हामी उहाँबाट हिँड्दै आउँथ्यौँ रातिको 9 बजी 10 बजीतिर कि, त्यो हामीले पनि दुःख त गरे हुन्थ्यो धेरै, तर मान्छेहरूले अब बुझ्छ बुझ्दैन त्यो आफ्नो ठाउँमा छ होइन। अब जस गरेको मेहनतले चाहिँ तिमीलाई त्यो सनसाइन चाहिँ दिन्छ क्या, तिमीले जसरी बिरुवा रोप्छौ नि पानी मलहरू हाल्दै जान्छौ तिमीले होइन, त्यो अनुसारले रुख पनि राम्रो हुँदै जान्छ, लास्टमा गएर फल दिन्छ उसले होइन। बिरुवालाई राम्ररी रोपेर रुख बनायो भने उसले फल दिएर लास्टमा छारी पनि दिन्छ फल पनि दिन्छ क्या। अब त्यो बिचमा रुख काटेर भाँचेर फालिदियो भने मलसल गरेन भने त्यो रुख त्यत्तिकै मरेर जान्छ, अनि लास्टमा त्यो माटोमै मिल्ने हो, हामी पनि माटोमै मिल्ने हो, रुख पनि माटोमै मिल्ने हो, हाम्रो जीवन पनि माटोमै मिल्ने हो, हाम्रो सबै कुराहरू माटोमै मिल्न जान्छ कि हो कि भन न। लास्टमा अब नाङ्गै आएको नाङ्गै जाने दाइ, सिम्पल थ्योरी होइन, अभियसली सिम्पल छ क्या दाइ लाइफ, त्यो मान्छेले कम्प्लिकेटेड बनाइरहेको रहेछ कि, एकदम सिम्पल छ क्या दाइ, एकदम सिम्पल अभियसली। त्यो त्यो अब के भन्ने कि दाइ, त्यो बाधाहरू नि होइन कि, अब त्यो जिन्दगीको होइन उतार चढावहरूले चाहिँ मान्छेलाई साइको बनाइदिनु रहेछ खासमा, नत्र सिम्पल हो दाइ जिन्दगी, नत्र उतार चढावहरू रिस्ता नाताहरू त्यस्तोमा पिसेर चाहिँ होइन, व्यवहारहरूमा पिसेर चाहिँ साइको खाने हो मान्छे, नत्र एकदम बाँच्नलाई जन्मेको नमरेसँग आफ्नो शरीरको ध्यान राखेर बाँच्नु पर्यो दाइ, त्यति हो कि मेन मिसन है क्या दाइ। सोसाइटीले गर्दा पनि हो जस्तो लाग्छ क्या, जस्तै अब तिमी एउटा जस्तै अब छन् त धेरै कुराहरू छन्, पृथ्वी हाम्रो मात्र होइन नि त, अब सबै रुखको हो, एउटा बादलको हो, ढुङ्गाको हो होइन, पृथ्वी सबै जनावरको हो होइन, सबै कुराहरू छ नि त पृथ्वीमा। हामीलाई मात्रै छ कि कमाउनु पर्छ गर्नुपर्छ यो गर्नुपर्छ अन्त, अब हामीले पालेको जनावरलाई धेरै हामीले हामी जस्तो बनाउन खोज्छौँ क्या, ल दुध दे ह भने ह ल यता हिँड भनेर हामीले सिकाइरहेको हुन्छ क्या। तर तिम्रो त्यो हुन्छ नि एमाजोनको त्यो मेन त्यो कोर ठाउँमा बसेको जनावरहरू हुन्छ नि, तिनीहरूले आफ्नो लाइफ जिरहेको हुन्छ क्या, मान्छे कसलाई हन्टिङ गर्ने हो आज होइन, खान्छ आज कसरी बस्ने हो होइन, त्यसलाई केही चिन्ता छैन क्या लाइफमा। हामी खासमा त्यो पहिला त त्यही मान्छे हो नि त, अहिले पो हामी विकसित हुँदै आएको हो नि त होइन, नत्र त हामीले लाइफमा मरेर लानु त केही छैन नि त खासमा भन्ने भने, जति कमाए त हामीले अर्काको लागि कमाइदिरहेको हो नि त खासमा त होइन, त आफ्नो सेटिस्फ्याक्सन के एउटा मान्छेले देखाउन छ भन्ने कुराले मात्रै हो क्या हामी त्यो त्यसको पछाडि भागेको, नत्र त लाइफमा त के गर्नु छ र हो, एउटा खाना पाए पुग्छ, मान्छेलाई लाउन पाए पुग्छ, त्यही नाङ्गो हिँड्नु भएन
भोको पेट हिँड्नु भएन, एउटा स्वस्थ हुनु पर्यो होइन, त्यति त मान्छेलाई खासमा चाहिने भनेको। तर हामीले सोसाइटीले गर्दाखेरि अब फलानुले यो गरिरहेछ भन्दाखेरि ढिस्कानुलाई त्यो गर्नुपर्ने हुन्छ। त्यो गरेन भने हामी कमजोर भयौँ, किनकि मेन्टालिटी नि त्यसरी नै सेट गरिदिइरहेछ क्या हाम्रो बाआमाले नै कि भन्नाले हाम्रो पुर्खाले बाआमालाई गरे, बाआमाले हामीलाई गरिरहेछ, हामीले अब आउने पिँढीहरूलाई गरिरहेछौँ कि हो कि नै भन। राम्रो स्कुलमा पढेन भने ऊ एजुकेटेड भएन अरे भनेपछि अब सबैजना बोर्डिङको तर्फ भागिरहेछ। त्यो पहिला बोर्डिङ नभइकन नि त्यो चलिरहेको थियो नि त लाइफ त। अब त तिम्रो कति वर्षपछि त कुकुरको मराइ हुन्छ क्या यहाँ क्या मान्छेको क्या कुकुरको मराइ भनेको बुझेछौ। मान्छे जन्मिन्छ 16 वर्षमै मरिदिन्छ क्या। 100 पहिला 200 वर्ष बाद थियो भने अहिले 90 कट्न मान्छेलाई गाह्रो भइरहेछ। अब हाम्रो पालो भनेको 70-80 हो, त्यसपछि घटेर 50-60 पुग्छ, त्यसपछि 20 मा पुगिदिन्छ क्या। अब टेक्नोलोजी दामी बढेर अब मान्छेको इम्युनिटी पावर भित्रको सिस्टम फेर्ने तरिकाले अब टेक्नोलोजी ल्याएर साइन्समा खतरा गऱ्यो भने चाहिँ त्यो कुरालाई चाहिँ मैले भन्न सक्दिनँ होइन। नत्र मान्छेको आयु भनेको कुकुर जस्तै हुन्छ क्या। कुकुर अब 1 वर्षमा जन्मिन्छ अनि 16 वर्षमा गएर मरिदिन्छ, बुझ्यो नि। जन्मियो अनि 16 वर्षमा गएर मर्छ भने मान्छे नै त्यही भइदिन्छ कि 16-17 वर्षमा मान्छेको मृत्यु भइदिन्छ क्या पछि गएर कि। अहिले हाम्रो आयु भनेको कति छ 70-80 त खाना त्यस्तै छ सबै कुराहरू के त्यो इम्युनिटी पावरै छैन। गाह्रो होला जस्तो 80 सम्म त दाइ पुगिन्छ र भन्ने जस्तो त दाइ। अनि हो त्यही भने पहिलाको मान्छेहरूले 100 लाई चाहिँ एक्सपेक्ट गर्थे नि त, अनि अहिले हाम्रो 20 घटिसक्यो नि त, अझै घट्छ कि 40 घटे दाइ 60 सम्म नि गाह्रै छ कि दाइ बाँच्नलाई अहिले दाइ। अनि अब तिमीले चुरोट नखाने, गाँजा नखाने, यो गोटी सोटी केही नखाने होइन, तिम्रो शुद्ध मात्र खान्छु भन्यो भने त्यो पोइजन नै छ त कि आफ्नै बारीमा फलाएर खाऊ होइन। आफ्नो बारी पनि अब मान्छेहरूसँग कम भइसकेको छ, मान्छे लास गाड्ने ठाउँ छैन, अब भात उमार्ने ठाउँ कहाँ छ र त्यस्तो भइसकेको छ नि त। धेरै गाह्रो छ हो मान्छेहरूलाई मान्छे बन्नुको लागि चाहिँ। अब चाहिँ अब तिम्रो अब एउटा हेल्दी मान्छे छ, हेल्दी मान्छेलाई क्यान्सर भइरहेछ क्या, बुझेनौ। हेल्दी मान्छेलाई क्यान्सर भयो भने चाहिँ हामी जस्तो मान्छेहरूलाई त अब अभियसली हुन्छ पनि होइन। त्यसले जिन्दगीमा के खान्थेन त्यसलाई क्यान्सर छ क्या भनेपछि अब मान्छेले के गर्दैन अब कि खाएन भने केही हुन्छ कि केही हुन्न कि भनेर अब कि खान पर्यो, खाएन भने पनि हुँदो रहेछ त भन्ने कुरालाई अब के गरिन्छ अब त्यसलाई होइन। त्यही भएर मान्छे अब जति छ बाँचिन्छ त्यति चिल हुने हो, हिँड्ने हो होइन, आफूले जे मनमा लाग्छ त्यो गर्ने हो होइन। तिमीले गीत बनाइरहेको छ तिम्रो त्यो एउटा फ्यान्टेसी हुन्छ नि त, मान्छेको फ्यान्टेसीलाई आफूले पुरा गर्ने भनेर हिँडिरहेको हुन्छ होइन। त्यही नै त्यो एउटा गोल हो क्या हाम्रो कि। जस्तै अब मेरो इच्छा चाहिँ कहिले मर्दैन कि, लाइक मैले अब गीत बनाउँछु भनेर हिँडेँ, गीत बनाइरहेँ होइन। अब गीतमा अब ठिक छ अब के कारण भयो मेरो पनि रोकिएँ म पनि, अब ठिक छ अब मलाई गेमिङ खेल्न मन लाग्यो म गेम खेलिदिरहेको हुन्छु कि। तर म चाहिँ आफूभित्र क्या मान्छेले देख्दाखेरि यसले के गरिरहेको यसले जे पनि गरिरहेछ मान्छेले भनिदिन्छ कि। तर मैले सोचिरहेको छु होइन लाइफमा सबै कुराहरू एक्सपेरिमेन्ट गर्नुपर्छ क्या होइन। गीत पनि बनाइदिरहेको छ मान्छेले, अब गेम पनि खेलिदिरहेको छ, यो पनि गरिरहेको छ त्यो पनि गरिरहेको छ, ठिक छ आफू खुसी हुनु पऱ्यो मेन कुरा भने। पैसा कमाउँला नकमाउँला आफ्नो ठाउँमा छ होइन। अब एक गाँस खाना पाइएको छ, आफ्नो तरिकाले हिँड्न पाइएको छ, त्यति हो क्या सबभन्दा ठुलो कुरा हो कि नै भनेर त। त्योभन्दा ठुलो कुरा के भयो, अब खतरा ठुल्ठुलो आर्टिस्ट भएर पनि मान्छेहरूले पैसा कमाएर झन् डिप्रेसनमा गइरहेछ। मान्छेहरू आर्टिस्ट हुन मात्रै खोज्छ कि, तर आर्टिस्ट पछिको त्यो फेसलाई त देखेकै छैन त हामीले त हो कि नै भन न। आर्टिस्ट पछि झन् यो हाम्रो यो हो नि कोर लाइफ यो हो क्या, त्यो पछि झन् फकिङ औडै लाइफ हुन्छ कि। आर्टिस्ट भएपछि तिमीलाई अब केही गर्न मिल्दैन हो कि नै भन न। यता जानु मिल्दैन, यो खान मिल्दैन, त्यो गर्न मिल्दैन, आफ्नो हेल्थलाई राख्नु पऱ्यो फिट, अब यहाँ सबै कुराहरू गर्नु पऱ्यो नि त। अनि त्यो भएर अब सोसियल मिडियामा हेर्नै पर्यो जसरी नि मान्छेले हेर्दिन भन्यो भने गरिदिइहाल्छ कि भुल्नलाई माध्यम हो नि। धेरै कुराहरू हुन्छ नि बाबु होइन हो कि नै भन त। अब तिम्रो कुरो अब गीतहरूमा चाहिँ नयाँ लेख्दाखेरि चाहिँ अब तिमीले यसरी नै लेख्नु पऱ्यो कि अब यो हो कि सोसियलको एउटा मोनोटोनस मान्छेहरू हुन्छ नि जुन कि यही कुरालाई अब तिमीलाई मलाई नदेख्न सकेको संसारकै यो सोसाइटीहरू हुन्छ नि त, यो मुझिले त केही गरे छैन मुझे अहिलेसम्म भन्ने मान्छेहरूलाई चाहिँ अब त्यस्तो तरिकाले नि गीत लेख्नु पर्यो। त्यस्तोहरूको लागि नि बवाल शब्दहरू तिमीले बनाउन सक्यौ भने चाहिँ यो स्ट्रिट के अरे स्टुडियो एल्बममा
बवाल हुन्छ यो चाहिँ यो चाहिँ एप्रिसिएट म चाहिँ मेरो तर्फबाट चाहिँ यति लेख्देऊ भने मेरो चाहिँ एउटा सुझाव मेरो दाइको तर्फबाट भाइलाई दिएको सुझाव हुन्छ नि दाइ हुन्छ स्योर दाइ त्यो गर्छु नि दाइ म सेटिस्फ्याक्सन रहेछ दाइ त्यही त नि अब सेटिस्फाई हुन सक्नु पर्यो के नत्र त मान्छेलाई त्यो प्यास लाउँदो रहेछ क्या दाइ के होइन कसैलाई पैसाको प्यास कसैलाई फेमको प्यास कसैलाई तलबको प्यास होइन प्यासै प्यास लगाइरह दाइमा नि साइको भइरह चित्तै बुझिरह होइन सेटिस्फाई हुन सक्नुपर्ने रहेछ है दाइ लाइफमा अब त्यही हो सबैजना सेटिस्फाई नै भएर बसेको नि त त्यतिमा चित्त बुझाउन सक्नु पर्यो कि दाइ के हो त्यही चित्त बुझाउन सक्यो भने चाहिँ लाइफ राम्रोसँग कट्छ जस्तो लाग्छ मलाई दिलमै कट्छ जस्तो लाग्छ खुसी हुनु पर्यो हाँस्नु पर्यो जस्तो लाग्छ तर यस्तो हुन्छ है बडे भाइ अब तिमी खुसीसँग बस्छु भन्यो भने पनि तिम्रो वरिपरिको मान्छेहरूले चाहिँ तिमीलाई खुसीसँग बस्नै दिँदैन के बुझेनौ मैले भन्न खोजेको तिमी एउटा म आमा बाबासँगै बस्छु म नेपालमै गर्छु भन्यो भने पनि सोसाइटीले गर्दा बाहिर पठाइदिन्छ कि आफ्नो आमा बाबाले पठाए होइन त्यो सोसाइटीले गर्दाखेरि किन भन्दाखेरि आमा बाबालाई टक्क तेरो छोराले त केही गर्दैन बसिरहेछ महिनाको जम्मा 20-30 हजार खान्छ यहीँ बसिरहेछ हल्लिएर भनेर भन्दाखेरि आमा बाबालाई टेन्सन हुन्छ आमा बाबाले फेरि हामीलाई आएर भन्छ बाबु त पनि जान त सबैजना गइरहेछ नि आयो आमा बाबाको रहर होइन पठाउने बाध्यता के त्यो सोसाइटीले सुने आएको कुरा के अनि त्यसले गर्दा आफ्नो आमा बाबाको मनलाई हामीले पनि त त्यो गिराएर बोल्न त मन लाग्दैन त्यही भएर हामी पनि त जानु बाध्यता भएको कारण नै त्यही त हो नि अब नेपालको पोलिटिक्सै त्यस्तो छ होइन अब पोलिटिक्सतिर त नजान त्यो मुजीहरू त्यस्तै हो त्यो मुजीहरू खतमहरू हो उनीहरूको कुरा गरेर हाम्रो वेस्ट टाइम नगरौँ होइन हाम्रो मनको कुराहरू त्यो मलाई चाहिँ यो राजाहरू यो कोही जो पनि आयो भने मलाई मतलब छैन कि आफ्नो लाइफ आफ्नोसँगै छ होइन मलाई भात दिन आउँदैन कोही पनि म आफैले कमाउनु पर्छ मेरो भातको लागि होइन त्यही भएर फकटप के यो मुजीहरू मलाई मतलबै छैन क्या त्यही भएर यिनीहरू ढाका टोपी लगाउने गुन्डाहरू हो क्या दौरा सुरुवाल लगाएर लुट्ने गुन्डाहरू यिनीहरू विदेशतिर हिपहप ड्रेस लाएर लुट्छ नेपालमा चाहिँ मुजीहरूले दौरा सुरुवाल लाएर लुटिदिन्छ अरे यो खतराहरू यिनीहरू त यिनीहरू डेन्जरसहरू सर्पहरू यिनीहरू ठुस्स ठुङ्छ माचिन छै भागिदिन्छ कताबाट भागिदिन्छ फेरि भोलिपल्ट जय नाग भन्दै पूजा गर्नुपर्छ फेरि होइन त नि त्यही त हो नि ल ठिक छ हामी नै अब एपिसोडको अब अन्तिमतिर आइरहेछौँ बाबु होइन अब तिम्रो एउटा बार्स जाओस् होइन केटाहरूले त धेरै कमेन्ट गर्यो होइन धेरै माया देखायो धेरै सपोर्ट गर्यो यार थ्याङ्क्स सबैलाई थ्याङ्क यू होइन हाम्रो भोटे भाइको तर्फबाट मेरो तर्फबाट तिमीले भन्दै त थ्याङ्क यू भन्दै सबैलाई थ्याङ्क यू है अल अफ यु गाइज है एकदम म्याच हो सबलाई मनैदेखि होइन त्यही हो अब हाम्रो पोखरेली युनिटीलाई होइन 4 लाइन यस्तो अब हामी यो पोखरेली ब्याग मुजी ए हामी आउँदा अप्सहरू ट्याप रुकिज ए टाउनको स्ट्रिटमा छापेछु नाम सुनिस् दिन्छु म छाप्टरा लाइफ टाइम याद हुने ए हामी यो पोखरेली ब्याग मुजी होइन कडा रहेछ भाइ बस्नु पर्यो नि त कडा अनि ल म तिमीलाई लास्ट एउटा क्वेसन सोध्छु हजुर त्यो चाहिँ राम्रोसँग भन होइन अनि त्यसपछि हामी अब बिदा माग्ने पर्ने हुन्छ होइन अब हेर्नु त 12 जनाले हेरिराख्नु भएको छ 12 जनाले हेऱ्यो भन्दैमा अब त्यो रातभरि कुरा गर्नु नि मिलेन होइन हो कि नै होइन अनि त्यही कुरा हो होइन ल तिमीलाई अब मनपर्ने म 3टा ऱ्यापरको नाम लिन्छु तिमीले एउटालाई चुज गर्नुपर्ने हुन्छ है त ए ल भाइ हुन्छ नि त्यो फेरि त्यो ऋषि धमलाको सो के अरे त्यो एउटा के को सो छ 50-50 भन्नु नभन नि फेरि एउटै रोज्नुपर्छ फेरि हजुर भाइ ढुक्क को भनौँ त
एउटा भिटेन भन्छु, हजुर एउटा जोलाग्याङ भन्छु, हजुर एउटा गिरिस कतिवटा भन्छु ल। अब कुनको हिसाबमा कसरी जान्छ त्यो एक्सप्लेन चाहिँ गर ल होइन, गर। अब यिनीहरू नि दामी हो तर यो चाहिँ योभन्दा दामी हो खतरा हो भन्ने तरिकाले गर, तिमीलाई पनि झ्याउनु होस् होइन। पछि गएर तिमी कोलाबोरेसन गर्नु पर्ला ठुल्ठुलो आर्टिस्टहरूसँग होइन। अब उनीहरूसँग गर्नु पर्दाखेरि यसले मलाई देखेर यो भनेको थियो भन्ने कुरा चाहिँ नहोस् कहिले पनि। उसले नि मनसायदेर आफूले बनाऊ, अब भन अब कसरी भन्छौ। यसमा क्लियर छु दाइ म एकदम। म गिरिस दाइमा जान्छु, गिरिस दाइलाई दिन्छु नि भोट त। अब त्यो हाम्रो ओजी हो नि त दाइ, नेपमा अब फर्स्ट ऱ्यापर भनेरै चिनिन्छ दाइलाई। अनि त्यो त्यहाँबाट भएको थियो कि सुरु के दाइ के अब त्यसरी लिनु पर्यो कि सबले, त्यहाँ दाइले बिउ छर्नु भएको। अनि त्यही बिउ छरेर भिटेन फल हो कि दाइ, भिटेन झोलाहरू सबजना के दाइले छरेको बिउको के। त्यही भएर गिरिसलाई भोटिन जान्छु कि दाइ, रिजन सिम्पल छ दाइ। ल सर्ट आउट टु गिरिस ब्रदर होइन। हाम्रो अब पडकास्ट हेरेर यसो के हेर्छ ब्रोले, हेर्दैन। ल ठिक छ, मलाई नि अब जस जो हो बाउ त हजुरबाउ त भन्नु पऱ्यो नि त होइन। डाइरेक्ट छोरा चाहिँ आउँदैन बाउ नभइकन, हजुरबाउ नभइकन। र बाउहरूलाई हजुरबाउहरूलाई सम्मान गर, छोराहरूले अब राम्रो गरिरहेछ उनीहरूलाई पनि रेस्पेक्ट गर भन्ने कुराहरू हुन्छ होइन। तर हजुरबाउभन्दा छोरा नै ट्यालेन्ट हुन्छ नि त खासमा त, तर रेस्पेक्ट चाहिँ गर्नु पऱ्यो नि त हजुरबाउलाई पनि। हजुरबाउ नभइकन छोरा आउँदैन फेरि, त्यो गाह्रो। ल लास्ट लाइन एउटा हाम्रो टुके भाइको तर्फबाट अब हामी लास्ट लाइनमा आइरहेका छौँ साथीभाइहरू होइन। अब हाम्रो चाहिँ यो हाम्रो अब पडकास्ट चाहिँ अब इन्डिङ गर्ने तर्फतिर नै हामी लागिरहेछौँ। त्यही भएर चाहिँ अब त्यही हो, अब लास्ट लाइन गर अनि त्यसपछि हामी इन्डिङ हुन्छौँ। अनि त्यसपछि सबैलाई गुड नाइट, थ्याङ्क यू सो मच फर लभली कमेन्ट होइन। अनि लाइक गरिदिनु भयो, वाचिङ गरिदिनु भयो, हाम्रो भोटेपाइला र मलाई सपोर्ट गरिदिनु भयो। अनि अब यस्तै हाम्रो आगामी दिनहरूमा अझै आउने छ होइन, हाम्रो नयाँ नयाँ आर्टिस्टहरूसँग, नयाँ नयाँ साथीभाइहरूसँग, नयाँ नयाँ मेरो कोर भाइहरूसँग। ल लास्ट लाइन गर अनि म नि बिदा मागिदिन्छु। भन्नाले कस्तो लास्ट लाइन के त नि दाइ, ऱ्याप हान्ने कि के गर्ने? ऱ्याप हो नि तिमीले गर्ने त। ल भाइ ल के अरे पर्खिनै कस्तो म त आफ्नै गीत बिर्सिनु थालेँ नि भाइ। के अरे कस्तो साइको भयो कि म त। हान्देऊ न नयाँ अथवा तिम्रो ओल्ड स्कुल नि हान्न सक्छौ। ए भोटडक स्ट्रेट आउट सिद्धार्थ सोक है केटा हो। अनि अब के अरे अहिले त के ल यही एउटा हानिदिए दाइ है। विघ्न बाधा जिन्दगीमा धेरै दुःख पार गरे, अझै बढ्दैछु अगाडि वकिङ फर माई बेटर डेज। साथी भाइको साथ प्यारो गर्दिन म पेपर चेस, थोपा थोपा मेहनतले मलाई जरी पार्न दे। पर्दिन पछाडि तैँले पछि पार्नाले, एक दिन फोटो देख्छस् मेरो सबले पत्रिकामा हेर। मैले गरिरहेको काममा मेरो नतिजा छ ढेर, आँखा अघि गन्तव्य मलाई नसिका त केही। ल ल अब लास्ट अब थ्याङ्क यू भन्दै नि त सबैजनालाई। ल थ्याङ्क यू गाइज है, स्टे ट्युन। एल्बम चाहिँ आउँदै भोटे फ्रम स्ट्रिट टु स्टुडियोज। त्यो भएर सबजनाले होइन माया देखाइदिनु पर्यो, सपोर्ट होइन। त्यही हो यार, अब सबलाई माया छ, अन्त के हो नि यार, सबजना पिसमा बाँच्नु। एल्बम रिलिज हुने बित्तिकै हामी फेरि आउँछौँ है। हुन्छ नि दाइ, स्योर। फेरि अब एल्बम चाहिँ म छिटै गर्छु होला दाइ, सबै रिलिज गर्छु एकैचोटि बिस्तारै। हुन्छ अनि त्यसपछि चाहिँ अनि बस्नुपर्छ दाइ फेरि। अब म पोखरा आउँदा भेटेर पनि बस्नुपर्छ होइन। ओके मेरो भाइ, म आउँछु नि दाइ म्युजिक स्टोर। आउनु पर्यो नि। अनि सँगै बसेर धेरै हाम्रो म्युजिक स्टोर नेपाललाई धरि बिग साउट आउट है। म्युजिक स्टोर नेपाल सबजना भिजिट गरिदिनु होला, नगरपालिकाको पारिपट्टि गल्ली होइन। त्यही हो, अरू त के भन्नु र अब लाइफमा। ल थ्याङ्क यू सो मच त्यो वर्ड्स होइन।
ठिक छ बाबु ल बाबु अब हामी छुट्टिनु पर्ने समय आयो होइन अब ठिक छ हजुर दाइ। सबैलाई सोधेको छ लास्ट भनिदेऊ ऱ्याप हान्ने एउटा च्याटबाट सोधिरहेछ यो हो र आर ब्ल्याकले हान्नु पर्यो रे 4 लाइन सबले भनिरहेछ आइट आर ब्ल्याकले हान्दैन आर ब्ल्याक होइन नि मन छ 4 लाइन जाने रे अब अडियन्सहरूले भन्दै मैले होइन है अडियन्सको अब चित्त के तल पनि फरक के गर्ने तपाईँको मन छ भन्छ के तल पनि फरक गर्ने मन छ मुझे सक्दैन मुझे सक्दैनस् ओ कडा नि त। ल ल ल ल बाई बाई टेक केयर सबैजनालाई होइन ल भोटे भाइ ल बाई बाई टेक केयर राम्रोसँग बस है तिम्रो एल्बमको लागि अग्रिम शुभकामना तिमीलाई म टक्राउन चाहन्छु होइन अनि एल्बमले चाहिँ Thank you, हिट man. गरोस् रिच गरोस् होइन सपोर्ट हामी छौँ हामी गर्छौँ सेयर गर्ने अब पैसा फाइनेन्सियली नगरे पनि यार एउटा लाइक माया एउटा भावना पोखिदिनु त हो होइन त्यति चाहिँ हामी गर्न सक्छौँ हजुर। यार त्यति त हो चाहिँ यार ठिक छ ल बाई बाई टेक केयर सबैजनालाई मिस गरिरहेको छु केटाहरूलाई होइन हजुर दाइ। लभ यु बाई बाई टेक केयर यति भन्दै आजलाई चाहिँ बिदा माग्न चाहन्छु हस् त गुड नाइट बाई बाई टेक केयर सबैजना है त दाजु साइनिङ आउट बोडी डग्स अन द माइक ल बाई टेक केयर